के छ सुशीलजी, आराम हुनुहुन्छ? एकदम ठिक हजुर, आरामै। परिचयबाटै सुरु गरौँ होला। म चाहिँ सुशील थापा, मेरो घर चाहिँ बिर्तामोड नगरपालिका 2 र हाल चाहिँ म हिमालयन एभरेस्ट इन्सुरेन्स बिर्तामोड शाखामा आफ्नो काम गरिरहेको छु र रोड ट्र्याक क्लब अफ बिर्तामोडको पनि हालको अहिले यो वर्षको चाहिँ प्रेसिडेन्ट भएर आफ्नो दिनचर्याहरू यसरी नै बिताइरहेको छु। इन्सुरेन्सबाट सुरु गरौँ होला। के छ इन्सुरेन्सको खबर? इन्सुरेन्सको खबर अब सधैँ ठिकै हो। अहिले अब यो जेनजी आन्दोलनले गर्दाखेरि चाहिँ अलिकति अब क्लेमहरूको पाटोहरू अलिकति बढेको छ, त्यही कुराहरूले गर्दा अलिकति खबर त ठिकै छ। यसैलाई अलिकति बढाएर लैजाउँ, किनभने अहिले भर्खरैको जुन आन्दोलन छ यसले चाहिँ इन्सुरेन्सको क्लेम एकदमै हाई देखियो नेपालमा भन्ने न्युजहरू पनि बढिरहेको छ। यसलाई तपाईँले कसरी हेर्नुहुन्छ? यसलाई अब यस्तो छ, इन्सुरेन्स हामीले के का लागि गर्छौँ भन्ने कुरा होइन। जब रिस्क हुन्छ र भोलि केही भयो भने इन्सुरेन्सले बिहोर्छ भनेरै मान्छेले इन्सुरेन्स चाहिँ लिने हो। त्यो भएको कारणले गर्दा अब इन्सुरेन्सले यसलाई ठुलो कुरा लिनु हुँदैन, किनभने योभन्दा अगाडि पनि नेपालमा भूकम्प आयो, त्यत्रो घरहरू लस भए र पनि सबै क्लेमहरू इन्सुरेन्स कम्पनीले चाँडोभन्दा चाँडो सेटलमेन्ट गर्यो। अब यो जेनजी आन्दोलनले पनि इन्सुरेन्स कम्पनीलाई अलिकति ठुल्ठुलो सेक्टरको चाहिँ लसहरू भएकोले गर्दाखेरि लगभग 2 अर्ब प्लसको चाहिँ इस्टिमेट लस, त्योभन्दा बढ्न पनि सक्छ। हाल बिमा प्राधिकरणले निकालेको डाटा अनुसार चाहिँ 2 अर्ब प्लस चाहिँ इस्टिमेट लस चाहिँ निक्लिसकेको छ। तर अब बिमा भन्ने बित्तिकै अप्ठ्यारो परेको बेला सहयोग गर्ने साथी भनिन्छ होइन। त्यो भएर बिमा क्षेत्र चाहिँ साथीलाई र कस्टमरहरूलाई चाहिँ ग्राहकलाई चाहिँ साथीको जस्तै सहयोग गर्नलाई हरेक परिस्थितिमा पनि ऊ अडिग भएर रहेको छ। त्यसले गर्दा बिमा कम्पनीको खबर सधैँ ठिकै हुनुपर्छ जस्तो लाग्छ मलाई। यो अर्थक्वेकमा बेसी क्लेम भएको थियो कि अहिले बेसी क्लेम भएको छ, केही थाहा छ? यस्तो छ, अर्थक्वेकमा पनि एकदम धेरै नै क्लेम थियो होइन। अर्थक्वेक भन्दा अहिले अलिकति बढेको हो कि जस्तो लाग्छ। एक्सपेक्टेड डाटा चाहिँ मलाई अब ठ्याक्कै थाहा भएन, तर अहिले चाहिँ किन बढ्यो भन्दा अलिकति गाडीहरू भेहिकलहरू पनि गयो। अर्थक्वेकको बेला चाहिँ अब घरहरूको मात्र थियो। प्रायः नेपालमा लोन भएको घरहरूको इन्सुरेन्स गर्ने चलन छ, इच्छाले इन्सुरेन्स कमै छ होइन। त्यो भएको कारणले गर्दा यो ताल चाहिँ अलिकति बढी लस हो कि जस्तो लाग्छ, किनभने धेरै गाडीहरू चाहिँ टोटल लस आग लागि भइसके पछाडि अब त्यसलाई फेरि रिपेयर गर्न नमिल्ने गरी आग लागेकोले गर्दाखेरि चाहिँ अलिकति बढी यो ताल हो कि लस भन्ने देखिएको छ। इन्सुरेन्स कम्पनीले काम चाहिँ कसरी गर्छ त्यसलाई पनि अलिकति भनिदिनु। जस्तै यो इन्सुरेन्स कभर गर्दाखेरि कसको पैसाले चाहिँ कभर हुन्छ होइन? ठुलो एमाउन्ट चाहिँ अब दिँदाखेरि इन्सुरेन्स कम्पनी चाहिँ लसमा हुन्छ कि हुँदैन, यो विषयमा पनि अलिकति भनिदिनु न। यस्तो छ, अब इन्सुरेन्स कम्पनी भनेको विश्वमै चाहिँ कसरी उत्पत्ति भएको, कसरी आएको भन्दा मैले सुनेअनुसार होइन, एक्ज्याक्ट अब व्यापारीहरूले चाहिँ त्यतिखेर सिपबाट चाहिँ सामानहरू ल्याउने ओर्ने कामहरू गर्नुहुन्थ्यो। त्यतिखेर चाहिँ डाकुहरू लाग्ने समय थियो अरे क्या। त्यो अब कयौँ साल अगाडि डाकु लागेर जहिले अब व्यापारीहरूको एउटाको कहिले लस हुन्छ, अर्कोको लस हुन्छ, अनि व्यापारीहरू एक ठाउँ बसेर चाहिँ हामी सबैले एउटा फन्ड बनाऊँ, अनि कसको लस हुन्छ त्यहाँबाट हामी रिकभर गरौँ भनेर चाहिँ एउटा फन्ड बनाउनु भएछ। अनि जसको सिपमा चाहिँ डाकु लाग्छ त्यसलाई चाहिँ त्यो फन्डबाट रिकभर गर्दै गइसकेपछि यो त इन्सुरेन्स, यसलाई त विश्वमा चाहिँ लानुपर्छ, यो चाहिँ एकदम राम्रो भने जस्तै अहिले पनि के छ भन्दाखेरि अब हामीले के सोच्नु पर्यो, धेरैजनाबाट उठाएर चाहिँ जसको लस हुन्छ त्यसलाई हामीले बियर गर्ने र अब त्योभन्दा पाटोहरू रिइन्सुरेन्सहरू गरेको हुन्छ हामीले होइन। अब एक्ज्याक्ट यतिमा यति हुन्छ भन्ने चाहिँ हुँदैन, किनभने त्यो अर्कै डिपार्टमेन्टले हेर्ने कुरा हो होइन। र कुन सेक्टरमा चाहिँ कति पर्सेन्टेज भन्ने विभिन्न कुराहरू हुन्छ। त्यो भएकोले गर्दाखेरि चाहिँ अब यस्तै छ अहिले। जस्तै अब इभन नेपालकै केसमा पनि हेरौँ, तपाईँको इन्डियामा पनि क्लेम गर्ने गरिएको चाहिँ जुन होटल हिल्टन जलाइयो त्यसको चाहिँ अब इन्डियाबाट क्लेम गर्ने भन्ने कुराहरू सुनिँदैछ होइन। यो प्रोसेस चाहिँ के हुन्छ? यस्तो छ, त्यो इन्डियाबाट क्लेम गर्ने भन्ने बुझाइ अलिकति गलत हो। हाम्रो नेपालमा चाहिँ इन्डियाबाट सञ्चालित बिमा कम्पनीहरू पनि धेरै अगाडिदेखि काम गरिराख्नु भएको छ। त्यो हुँदै गर्दा इन्डिया हेड अफिस अथवा इन्डियाबाट चाहिँ सञ्चालित भएको द ओरिएन्टल इन्सुरेन्सले चाहिँ होटेल हिल्टनको इन्सुरेन्स गर्नुभएकोले गर्दाखेरि अब इन्डियामा त्यो कम्पनी इन्डियामा भएकोले गर्दा इन्डियाबाट क्लेम तिर्ने भन्ने कुरा मात्र सुनिएको हो। तर सबै अपरेट चाहिँ अब उहाँहरूको पनि नेपालदेखि नै हुन्छ। त्यो चाहिँ नेपालमै भएको कम्पनी, तर इन्डिया मार्फत जस्तै हाम्रो एसबिआई ब्याङ्क पनि इन्डियामा भनिन्छ तर नेपाल मार्फत सञ्चालन हुन्छ, त्यो खालको कम्पनी भएकोले गर्दा इन्डिया भने हो। ठ्याक्कै इन्सुरेन्स भनेको चाहिँ के हो, के लाग्छ तपाईँलाई?
इन्सुरेन्स भनेको के हो भन्दा इन्सुरेन्स भनेको दुःखको साथी यसरी बुझौँ। अब इन्सुरेन्सको धेरैवटा अर्थ छन् होइन, इन्सुरेन्सको धेरै प्रोडक्टहरू पनि छन्, तर मैले बुझेको मलाई लाग्छ इन्सुरेन्स भनेको कसैको दुःखको साथी हो र इन्सुरेन्सलाई चाहिँ अब फाइदाको रूपमा लिनु हुँदैन हामीले। अहिले अब अधिकतम अहिले हेर्ने हो भने बजारमा इन्सुरेन्सलाई चाहिँ फाइदाको रूपमा सोचेकोले गर्दाखेरि चाहिँ इन्सुरेन्सको नकारात्मक कुराहरू आएको छ। तर इन्सुरेन्स फाइदा होइन, इन्सुरेन्स चाहिँ तपाईँलाई अप्ठ्यारो परेको बेला एउटा काँध थाम्ने चाहिँ एउटा सेक्टर हो र यसलाई चाहिँ अब तपाईँले आफ्नो सम्पत्तिको बिमा गर्दै गर्दाखेरि सम्पूर्ण कुरा बुझेर गर्नुभएको छ नि यो हो रहेछ भन्ने हुन्छ, नबुझिकन चाहिँ करले कतैबाट गर्नुभएको छ भने चाहिँ त्यतिखेर चाहिँ इन्सुरेन्स गलत भन्ने बुझिन्छ। त्यो अस्ति स्टुडियो बाहिरै तपाईँसँग ठ्याक्कै भेट भएर गफ हुँदै गर्दाखेरि चाहिँ इन्सुरेन्सको बारेमा हल्का हाम्रो गफ हुँदै गर्दाखेरि चाहिँ जस्तै यो इन्सुरेन्सको लाभ भन्ने चिजलाई चाहिँ अलिकति मान्छेमा अवेरनेस पुर्याउनु जरुरी छ भन्ने कुरा तपाईँबाट आउँदै थियो। जस्तै मरिसकिसके पछाडि अब तपाईँहरू त नन लाइफ इन्सुरेन्स गर्नुहुन्छ होइन, अब यसलाई पनि अलिकति हामी डिस्क्राइब गरौँ न, यसलाई अलिकति छलफल गरौँ, किनभने लाइफमा त मरिसकिसके पछाडि चाहिँ इन्सुरेन्सको के काम भन्ने प्रायः मान्छेले लिएको हुन्छ होइन। यसमा चाहिँ तपाईँले काम गर्दै गर्दाखेरि कस्तो कस्तो कुराहरू पाउनुहुन्छ? यस्तो छ, अब म चाहिँ नन लाइफ इन्सुरेन्स सेक्टरमा काम गरेको 10 वर्ष भयो होइन। मैले अलिअलि लाइफ इन्सुरेन्सको पनि ज्ञानहरू लिएको छु। जुन तपाईँले लाइफ इन्सुरेन्सको मरिसके पछाडि फाइदा भन्नुभयो त्यसलाई डाइरेक्ट त्यताबाट नजाउँ होइन। जस्तै नन लाइफको पनि गाडी ठोकिसके पछाडि चाहिँ अनि मैले कभर हुने भन्ने पाटो पनि रहन्छ नि त। त्यो भएकोले गर्दाखेरि दुईवटा भिन्न भिन्न हुन् होइन। नन लाइफको चाहिँ के छ भन्दा तपाईँले के सोच्नु पऱ्यो भने तपाईँको क्लेम परेन भने तपाईँले चाहिँ इन्सुरेन्स कम्पनीलाई तिरेको पेमेन्टबाट चाहिँ अरू कसैको चाहिँ क्षति भएको चाहिँ रिकभर भयो भन्ने कुरा बुझ्नु पऱ्यो क्या। किन सबैसँग उठाएर हामी जसको लस हुन्छ त्यसलाई पे गर्ने भन्ने एउटा ऊ छ। त्यो भएकोले गर्दा तपाईँले तिरेको पैसाले काहीँ न काहीँ कसैलाई चाहिँ केही दुर्घटना पर्दाखेरि त्यसले त्यहाँ सहयोग गर्यो भन्ने बुझ्नु पऱ्यो। त्यही नै हो। मैले यो कुरा ल्याउनुको कारण चाहिँ के हो भने मैले के भन्न खोजेँ भने जस्तै नन लाइफ इन्सुरेन्स गर्ने जति साथीहरू हुनुहुन्छ उहाँहरूलाई हेर्ने नजर र लाइफ इन्सुरेन्स गर्ने साथीहरूलाई हेर्ने नजर चाहिँ कस्टमरको भनौँ या चाहिँ पब्लिकको भनौँ अलिकति भिन्न पाएको छु मैले चाहिँ। जस्तै कोही इन्सुरेन्सबाट आयो भने यसले चाहिँ हामीले इन्सुरेन्सै गराउँछ भन्ने खालको त्यो जुन हुन्छ नि त्यसलाई चाहिँ कसरी लिनुभएको छ भन्नु चाहिँ यस्तो छ। अब नन लाइफ अलिक फरक चाहिँ होला पक्कै पनि, किनभने नन इन्सुरेन्समा चाहिँ मान्छेहरूले जस्तै अब अनिवार्य पनि गर्छन् होइन, हेल्थमा चाहिँ अब लाइफमा चाहिँ अलिक कम गर्छन् कि जस्तो लाग्छ। यस्तो छ, अब नन लाइफ चाहिँ अलिकति अनिवार्यहरू पनि बनाएको छ होइन। अब अनिवार्य हुँदै गर्दा पनि हामीले नन लाइफ इन्सुरेन्स कम्पनी चाहिँ आफू बुझेरै गर्नु राम्रो हो। त्यसलाई अनिवार्य भएकाले गर्दा मैले गरेँ भन्नु भएन। अब अघि नै भनिहालेँ मैले अलिकति इन्सुरेन्स कम्पनीको अवेरनेस, मान्छेलाई अवेरनेस हुनु जरुरी छ। अनि अवेरनेस हुन पनि जरुरी छ, प्लस अर्को के छ भन्दाखेरि नेपालमा भएको इन्सुरेन्स कम्पनीहरूले चाहिँ त्यो लेभलको सर्भिस पनि नेपालमा छैन क्या। किन हो आई डोन्ट नो है। अब म सिङ्गापुर घुम्न गएको थिएँ, त्यतिखेर एउटा सिङ्गापुरको इन्सुरेन्स कम्पनीमा मलाई अब जान्न मन लाग्यो। आफू इन्सुरेन्स सेक्टरमा काम गर्ने भइसकेपछि त्यहाँको एउटा इन्सुरेन्स कम्पनीसँग चाहिँ मैले टाइम लिएर त्यहाँ चाहिँ कसरी हुँदो रहेछ त इन्सुरेन्स भन्ने कुरा बुझ्नलाई मन लागेर म छिरेको थिएँ। त्यहाँ टाइम लिएर त्यहाँको बारेमा बुझ्दै जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ एक्सिडेन्ट भयो। जस्तै तपाईँ गाडी चाहिँ रोडमा एक्सिडेन्ट भयो भने तपाईँले त्यहाँ एउटा वेबसाइट हुन्छ, त्यहाँनिर मेरो गाडी यो लोकेसनमा चाहिँ एक्सिडेन्ट भयो भनिसकेपछि गाडी लिनको लागि इन्सुरेन्स कम्पनीको मान्छे आफै आएर तपाईँलाई अर्को गाडीमा चाहिँ घर जानु भनेर त्यो गाडी इन्सुरेन्स कम्पनीले आफै लगेर बनिन्छ भने बनाउने होइन, टोटल लसमा जान्छ भने टोटल लस गरेर तपाईँलाई यति बजी यहाँदेखि गाडी रिसिभ गर्नु भनेर मेसेज छोड्या हुन्छ। तर यहाँ नेपालमा चाहिँ के छ भन्दाखेरि त्यो लेभलको चाहिँ भएको छैन होइन। मैले आफ्नो मलाई के लाग्छ भने बाहिरी देशमा चाहिँ इन्सुरेन्सलाई चाहिँ सर्भिस फर्स्ट, त्यसपछि मात्र प्रफिट सोच्छन् जस्तो लाग्छ होइन। तर अब नेपालको सबैको होइन, नेपालको बुझाइमा मलाई आफ्नो लागेको कुरा चाहिँ नेपालमा चाहिँ प्रफिट फर्स्ट सर्भिस त्यस पछाडि भन्ने चाहिँ त्यो भएर पो अलिकति त्यस्तो नभएको हो कि भन्ने पनि छ। फेरि अर्को बाटो सोच्दा के छ भने त्यही मैले त्यहाँ कस्ट चाहिँ कति तिर्नुपर्छ त त्यो लेभलको तपाईँको सर्भिसको लागि भन्दै गर्दा एउटा 30-40 लाख रुपियाँ गाडीको भ्यालु भएको गाडीको इन्सुरेन्स गर्नलाई यहाँ नेपालमा 40-45-50 हज़ार रुपियाँ लाग्छ। तर त्यही इन्सुरेन्स चाहिँ उहाँ गर्नको लागि नेपाली रुपियाँमा कन्भर्ट गर्ने भने 1.5 लाख रुपियाँ लाग्ने रहेछ क्या। पैसा बढी तिरेपछि सर्भिस त पाइयो होइन। पैसा बढी तिरेर चाहिँ उहाँहरूले सर्भिस बढी पाउनुभएको हो कि अब नेपालमा पैसा बढी तिर्छु मलाई सर्भिस दिनु भन्दाखेरि पनि त्यो लेभलको पोलिसीहरू आइरहेको छैन। तर हिजोभन्दा आज धेरै सुधारेर गएको छ। अब विभिन्न कुराहरूले अड्काएको छ होला यसलाई भन्नुपर्छ। भोलिको दिनमा सुध्रिएर आउँछ होला यो क्षेत्र।
अझ यो क्षेत्रलाई चाहिँ सुध्रेर आउँछ भन्दै गर्दाखेरि अलिक बेसी अब सुन्दै गर्दाखेरि चाहिँ नराम्रो नमिठो लाग्ला, तर अलिकति हेर्ने हो भने चाहिँ यातायात क्षेत्र अनि प्रशासन, पुलिस प्रशासन र यो मिल्यो भने चाहिँ अलिकति यसमा भ्रष्टाचारको बेसी तह देखिन्छ हैन। यसलाई चाहिँ तपाईँले कसरी डिस्क्राइब गर्नुहुन्छ? त्यस्तो छ, अब यसलाई भ्रष्टाचारको रूपले हेर्नु भएन हैन। अब भ्रष्टाचारको रूपले हेर्ने भने त धेरैवटा सेक्टरमा छन् हैन। अब त्यो गर्नेलाई त कहीँ नि रोक्न सकिँदैन, तर पनि त्यस्तो अब भ्रष्टाचार भन्ने छैन। मलाई लाग्छ नेपालमा के इन्सुरेन्स कम्पनीहरूसँग चाहिँ अब यो बिचमा हाम्रो सङ्घ संस्थाहरू जति पनि त्यो भलाइ कोषहरू हुनुहुन्छ हैन, इन्सुरेन्स कम्पनीले सर्भिस दिन नसकेर नि उहाँहरू हुनुहुन्छ जस्तो लाग्छ क्या। इन्सुरेन्स कम्पनीले चाहिँ त्यो लेभलको सर्भिस दिने हो भने कस्टमरले अर्को बाटो खोजेर जानु पर्थ्यो जस्तो लाग्दैन मलाई हैन। जुन चाहिँ एक्सिडेन्ट हुने बित्तिकै चाहिँ ठाउँमा चाहिँ इन्सुरेन्स कम्पनीको मान्छे पुगेर चाहिँ सर्भिस दिने हो भने उसले अरू बाटो रोजिदिन्थ्यो, इन्सुरेन्समै ऊ खुसी हुन्थ्यो। तर उसले चाहेर पनि म यति धेरै सर्भिस लिन्छु भनेर चाहँदा पनि नेपालमा पोलिसी बनिएको छैन क्या। विडम्बना अब बिमा प्राधिकरणको कमजोरी हो कि हामी इन्सुरेन्स सेक्टरको मान्छे कमजोरी हो कि यसलाई कसरी सुधार्ने भन्ने चाहिँ हामीले नसोचेर चाहिँ त्यो कमजोरी आएको हो कि हैन। र पनि अब विभिन्न अब विज्ञहरू हुनुहुन्छ, बिमाको विज्ञहरू हैन। हामी त भर्खर स्टार्टिङ फेजमा छौँ। एउटा चाहिँ 10 वर्ष कटाएर एउटा लोकल लेभलमा चाहिँ इन्सुरेन्सलाई चाहिँ अवेरनेस कसरी गराउने, इन्सुरेन्स भन्ने कुरा चाहिँ मान्छेलाई नहुने कुरा हो भन्ने कुरालाई चाहिँ हामी बुझाउँदै नै हिँडिरहेका छौँ हैन। र मलाई लाग्छ अझै पनि हामी कमजोरी नै छ हामी माथि के। हामीले जति बुझाउनु पर्ने त्यति बुझाउन सकिरहेको छैनौँ र इन्सुरेन्स सेक्टरको जुन हाइटमा जानुपर्ने त्यो हाइटमा अझै लान सकेको छैनौँ जस्तो लाग्छ। अब यो कन्डिसन यस्तै छ के, हरेक ठाउँमा चाहिँ अब घुसपेट, साँचो कुरा केही नहुने, जेन्युन मान्छेले चाहिँ सर्भिस नपाउने। किन भन्दाखेरि अब त्यस्तै सोचाइ जेन्युनलाई पनि त्यही लेभलले सोचिहाल्ने के। अब पुलिस प्रशासन भनौँ हैन, त्यो सबै लेभलको चाहिँ अब एक्ज्याक्ट जेन्युन हुनु भने चाहिँ सबै कुरा राम्रो हुन्थ्यो जस्तो। विदेशमा चाहिँ म विदेश जाँदाखेरि मैले एकजना हाम्रो नेपालको दाइ हुनुहुन्थ्यो, उहाँको घरमा चाहिँ 3-4वटा गाडी थियो क्या। अनि दाइ तपाईँले इन्सुरेन्स चाहिँ कुन कम्पनीसँग कसरी गराउनु भएको छ, को मान्छेसँग भेटेर गराउनु भएको छ भनेर मैले भने कि उहाँले के भन्नु, भाइ खोइ नो आइडिया, को मान्छेसँग भेटेर गर्नु पर्दैन, यहाँ सबै सिस्टमबाट हुने हो, मैले कुन रिक्स लिने हो तीबाट पे गर्ने हो, पछि मलाई केही भन्यो मैले तिनीहरू भनेको। त्यहाँ चाहिँ बिचको मान्छे नै चाहिएन क्या। मान्छेले चाहिँ अब टेक्निक यस्तो आइसक्यो अहिले जमाना कि बिचको मान्छे बिना उसले डाइरेक्ट कम्पनीसँग लिङ्क गरेर चाहिँ आफ्नो इन्सुरेन्स पोलिसी लिएर त्यहीँदेखि सर्भिस पाए। अब हामी नेपालमा हामी त्यो लेभलमा जान सकेको छैनौँ। अझै पनि हामीलाई मान्छे नै चाहिन्छ, मान्छेलाई बोलाएरै गर्नुपर्छ। हामी अझै चाहिँ तपाईँको अब टेक्निकल युज अझै गरिसकेका छैनौँ होइन। त्यो लेभलको भोलि हुँदै जाँदाखेरि सर्भिस नै बेस्ट होला र सबै कुराहरू चाहिँ टाइट भएर आउनुपर्छ जस्तो लाग्छ मलाई। जस्तै यो प्रशासन र बिमाकर्ता जो कर्तै भन्छ होइन, अभिकर्तै भन्छ नि, अभिकर्ता भनेको क्लाइन्ट यस्तो हुन्छ। नन लाइफमा चाहिँ अभिकर्ता कमै प्रयोग हुन्छ, कर्मचारीले धेरै काम गर्ने हो। लाइफमा चाहिँ अभिकर्ताहरू चाहिँ बढी बनाइएर काम गरिन्छ। यो एजेन्ट र यो एजेन्ट भनिन्छ कि भनिँदैन यो फिल्ड? यो नन लाइफ हाम्रोमा पनि एजेन्ट भनिन्छ, तर एजेन्ट चाहिँ त्यति धेरै एक्टिभली काम गरेको देखिँदैन होइन। एजेन्ट किन बनाइएको हो भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। बिमा कम्पनीको मान्छेले मात्र अवेरनेस गरेर ठाउँमा पुग्न सक्दैन कि भनेर एजेन्ट बनाइसके पछाडि चाहिँ उहाँले कहीँ गएर आफ्नो चाहिँ 2 मिनट 5 मिनट समय दिँदै हुनुहुन्छ र बिमाको अवेरनेस गराउँदै हुनुहुन्छ भने उहाँलाई पनि केही न केही दिउँ न भन्ने कुरा क्या। क्लाइन्टबाट लिने होइन क्या, उहाँले चाहिँ क्लाइन्टबाट लिने होइन, कम्पनीले चाहिँ आफ्नो चाहिँ प्रिमियमबाट उहाँलाई दिने हो। त्यो हुँदाखेरि बिमा कम्पनीको मान्छे नपुगेको ठाउँमा पनि एजेन्ट पुगेर चाहिँ त्यसको अवेरनेस फैलाउनु भए बापतको हो क्या त्यो। तर मान्छेको के अरे बुझाइ गलत छ। एजेन्ट भनिसकेपछि यसले पैसा हाम्रै त पैसा लाने होला भन्ने टाइप पनि छ होइन। यसलाई बुझ्न जरुरी छ। अनि अझ बेसी चाहिँ एजेन्ट, इन्सुरेन्सको एजेन्ट आयो भनिसक्दाखेरि चाहिँ यिनीहरूले धेरै बोल्छन्, धेरै गफ लाउँछन् भन्ने त जुन चिज छ त्यो चाहिँ आम पब्लिकहरूले चाहिँ अवेरनेस लिन नचाहेको हो कि के छ तपाईँको अनुभवमा? यस्तो छ, अब आफ्नो अनुसार हुन्छ होला होइन। अब लाइफमा चाहिँ कस्तो छ भने मान्छेहरू पैसा भएपछि गर्ने हो क्या लाइफ। किनभने तपाईँसँग पैसा भएको कुरा बचत पनि गर्ने र रिस्क पनि चाहिँ कभर गर्ने, दुईवटा पार्ट हो क्या लाइफ। यति वर्षसम्म मैले बचत गरेर यति पैसा आउँछ, त्यसलाई चाहिँ डाइरेक्ट भोलि केही भयो भने तपाईँले पाउनुहुन्छ भन्ने बुझाइभन्दा पनि मेरो बचत हो र भोलि बचत चाहिँ यसरी आउँछ। त्यो बचत गर्दा गर्दै मलाई केही भइहाल्यो भने त्यहाँ रिस्क पनि कभरेज छ र मेरो परिवारले पाउँछ है भन्ने तरिकाले लाइफ बुझ्नु पऱ्यो। नन लाइफ भनेको चाहिँ अब विभिन्न अब घटनाहरूमा चाहिँ
भोलि मलाई चाहिँ ठुलो लस आउँदै गर्दाखेरि चाहिँ एकैचोटि चाहिँ अब त्यो लेभलको बजेट हुन्छ नि त। जस्तै बिमा नन लाइफलाई यसरी सम्झौँ न, हामी 1 रुपियाँ तिरेर चाहिँ 1 रुपियाँ प्रिमियम लिएको हुन्छ, नन लाइफले 100 रुपियाँ चाहिँ तिर्नुपर्ने अवस्था नै आउँछ कि। अनि भोलि हामीले अहिले चाहिँ तपाईँको एउटा गाडीको इन्सुरेन्स गर्दा 20-30 हजार रुपियाँ तिरेको छौँ र भोलि त्यो गाडी बनाउनु 10 लाख लाग्दै गर्दाखेरि चाहिँ त्यो बेलाको एउटा काँध थाम्ने चाहिँ अब बिमा हुन्छ कि। त्यतिखेर हामीले एकमुष्ट पैसा झिक्नु परेन, बिमा छ भने सिक्योर भइयो। अब हाम्रो देशको पूर्वी भागकै कुरा गरौँ, जस्तै यतातिरको जति पनि बिमाकर्ताहरू हुनुहुन्छ इन्डस्ट्रीमा चाहिँ कतिको युज गर्नु भएको छ के पाउनु भएको छ तपाईँले? एक्ज्याक्ट मैले अलिकति बुझिनँ। इन्डस्ट्रीहरू जति पनि व्यापार व्यवसायहरू छ त्यसको पनि इन्सुरेन्स त हुन्छ नन लाइफ भनिसके पछाडि होइन। यताको व्यापार व्यवसायीहरूले चाहिँ कतिको इन्सुरेन्स गरेको पाउनु भएको छ? यस्तो छ, नन लाइफ इन्सुरेन्स सेक्टर चाहिँ यस्तो छ कि तपाईँको बजार मान्छे नन लाइफ इन्सुरेन्स नलिकन उसलाई चल्ने, एउटा मान्छे एउटा ठाउँमा पुगिसके पछाडि कुनै व्यापार व्यवसाय केही गर्न स्टार्ट गरिसकेपछि ऊ नन लाइफको पोलिसी बिना चाहिँ ऊ दायाँ बायाँ हुनै पाउँदैन कि। भनिसके पछाडि अब कुन रिस्क लिन्छन् भन्ने कुरा हो होइन। अब ठुल्ठुलो इन्डस्ट्रीहरू हेर्ने हो भने प्रायः पूर्वमा सबैले इन्सुरेन्स लिएका छन् होइन, बुझ्न चाहेको छन्। अब बिमा नगर्ने भनेको चाहिँ अब तल्लो अलिकति सानो व्यवसाय गर्नेहरूले चाहिँ बिमाको बारेमा बुझ्नै चाहनुहुन्न, उहाँहरूले फोकटे पैसा तिर्नुपर्ने भन्ने त्यो चाहिँ अवेरनेसको कमी छ होइन। तर अब यस्ता घटनाहरू हुँदै गइसके पछाडि चाहिँ अलिकति अवेरनेस पनि फैलिँदै गएको छ। यो अहिलेकै जेनजीकै घटना हेरौँ न, जस्तै यो घटना हुँदै गर्दाखेरि त पब्लिक भइहाल्यो, अवेरनेसको कमी भनिहाल्नु भयो होइन। इभन सरकारी कार्यालयहरूले पनि धेरै भवनको चाहिँ इन्सुरेन्स नगरेको पाइयो होइन। अब न्युजमा आएअनुसार चाहिँ भवनहरूले पनि सरकारी भवनहरूले नि इन्सुरेन्स गरेको रहेनछ भन्ने न्युजहरू आयो होइन। यसलाई चाहिँ कसरी हेर्ने? यस्तो छ, अब बिमा कम्पनीको मान्छे कर्मचारी हामी त मार्केटिङ डिपार्टमेन्ट हरेक नगरपालिका पुगेर अवेरनेस पनि गराएको छ। प्लस अझै नभइसकेपछि बिमा प्राविधिकरणबाट चाहिँ कोशी प्रदेश स्तरबाट हरेक नगरपालिकामा आएर चाहिँ बिमाको अवेरनेसको कार्यक्रमहरू, कृषि बिमाको कार्यक्रमहरू गरिराख्दा उहाँहरूले नै आफ्नो भवनको चाहिँ किन गराउनु भएन भन्ने एउटा क्वेसन्स मार्क पनि हुन्छ होइन। गर्नु पर्थ्यो, आज सरकारलाई ठुलो लस हुँदैन थियो, बिमाले एउटा काँध थाम्थ्यो भन्ने कुरा हुन्छ। अब यो आफ्नो नभएर हो कि भन्ने कुरा नि हुन्छ कि, किन बुझ्न बुझाइयो, अब जहाँ बुझाइयो त्यहीँ सकियो। आफ्नो भोलि केही भयो भने आफ्नो जान्छ भन्ने सोच नभएको चाहिँ व्यक्तिहरू चाहिँ त्यहाँ भएकोले गर्दाखेरि चाहिँ त्यो नगर्नु भएको हो कि मेरो बुझाइ है यो चाहिँ होइन। र अझै पनि अब त्यो एउटा तपाईँको एउटा सरकारी निकाय, अर्को अब बिमा कम्पनी, त्यो हाम्रो सम्पत्ति चाहिँ जसरी पनि गर्नुपर्छ भन्ने चाहिँ एक्ज्याक्ट व्यक्तिले नै नसोच्दै नभएको होला क्या यो। नत्र भने यो सम्पत्तिलाई चाहिँ कसरी चाहिँ सुरक्षा दिने, कसरी संरक्षण गर्ने, भोलि भइपरि आउँदा चाहिँ हामीलाई यो सरकारी लेभलबाट लस हुन्छ भन्ने कुरा नसोचिदिने होइन। अनि करबाट उठाएको पैसा जाने हो नि त भोलि, यहाँ त होइन जनताकै पैसा जाने हो नि त। हिजो त्यत्रो जेनजीको आन्दोलनमा बिल्डिङ आगो लागे, गाडी फुटे, गाडीको सिसा फुटे। हेरौँ हाम्रै बिर्तामोड नगरपालिकामा हेरौँ बिल्डिङ आगो लाग्यो, कतिवटा गाडी चाहिँ डढाइयो होइन, दमकलका सिसा फुटाइयो। तर अब मैले सुनेअनुसार लाग्छ बिर्तामोड नगरपालिकाले शुद्ध पनि यातायातमा कर तिर्नलाई थर्ड पार्टी इन्सुरेन्स गरेको छ अरे भन्ने मैले एक्ज्याक्ट होइन सुन्नमा आएको छ। त्यहाँ कमसेकम सरकारीलाई चाहिँ सरकारले पैसा तिर्ने हो नि त, व्यक्तिले तिर्नुपर्ने होइन नि त। अब सरकारको लस हुने कुरा हो, यसलाई हाम्रो जाँदैन भन्ने टाइपले नै सोचेर होला होइन। नि तपाईँको एक्ज्याक्ट कम्प्रेहेन्सिभ इन्सुरेन्स लिँदाखेरि चाहिँ त्यहाँ एउटा सिसा फुट्दा पनि त्यो इन्सुरेन्सले कभर गर्छ। भोलि त्यही नगरपालिकाको चाहिँ तपाईँको के अरे पैसा चाहिँ क्षति हुँदैन थियो नि त। त्यो चाहिँ हाम्रो भनेर जोगाउने हो भने चाहिँ त्यो एकदम इम्पोर्टेन्ट रहन्थ्यो होला। र यहाँ मात्र न केन्द्रीय लेभलले हेरौँ होइन, आइरहेको छ बिमा नभएको कारणले गर्दा देशलाई यत्रो अगाडि बढ्नलाई अब क्षति भयो भन्ने कुरा छ। थाहा पाउँदै पनि अवेरनेसको कमी हो कि हाम्रो लापरवाहीको कमी हो होइन, त्यो खालको चाहिँ भएको छ। यो चाहिँ गजबको कुरा है। इन्सुरेन्स मान्छेले अलिकति त्यसलाई सिरियसली नै नलिएको हो कि? यस्तो पनि छ, अब यो दुइटै बराबरी जस्तो लाग्छ क्या मलाई। इन्सुरेन्सले अवेरनेस नगराएर मान्छेलाई झन्झट फिल भएर यो बिमा गर भोलि पैसा लिन केही परेर जाँदाखेरि चाहिँ झन्झट हुन्छ, के को कागज यो गर्नुभन्दा नगर्नु बेस भने बिमा कम्पनीहरूको पनि कमजोरी हुन सक्छ। यो चाहिँ अब व्यक्तिको मात्र कमजोरी नभनौँ, बिमा कम्पनीले पनि अब
हाम्रो चाहिँ अब जस्तै ब्याङ्कलाई हेर्ने राष्ट्र ब्याङ्क जस्तै बिमा कम्पनीलाई हेर्ने तपाईँको के अरे बिमा प्राधिकरण हुनुहुन्छ त्यो लेभलदेखि नै राम्रो राम्रो पोलिसीहरू जस्तै हेरौँ विदेश सुधी हेरौँ यहीँ इन्डियामा हेरौँ एउटा गाडी एक्सिडेन्ट भयो भने चाहिँ तपाईँको के अरे 99% चाहिँ पैसा आउने अथवा वर्कसपमै लगेर पनि पैसा तिर्दिने मान्छेले आफै पहिला एकचोटि पैसा झिकिनु हाल्नुपर्ने यस्तो चाहिँ छ। तर हाम्रो नेपालमा चाहिँ के छ भन्दा एउटा गाडी एक्सिडेन्ट भएर 1 लाख रुपियाँ लाग्ने भयो भने अब हेडलाइटमा यति % काट्ने प्लास्टिकमा यति % काट्ने गर्दा गर्दै 1 लाख रुपियाँ लागेको छ भने मान्छेले चाहिँ अब यति मोडलको डिप्रिसिएसन काट्ने भन्दा 50-60 हजार पनि नपाउने अवस्था भएकोले गर्दा यो यत्रो डकुमेन्ट बुझाएर झन्झट गरेर इन्सुरेन्सको पैसा तिरेर चाहिँ यत्रो झन्झट फिल गर्नुपर्ने भनेर चाहिँ त्यो एक लेभलको सर्भिस नभएर पनि उहाँहरू चाहिँ त्यो बिमा कम्पनीबाट रुष्ट हुनुभएको कि जस्तो लाग्छ होइन। तर म 10 वर्ष भयो 10 वर्ष अगाडि मैले काम गर्दा जे थियो आज त्यो छैन, त्यो धेरै सुधारेर गएको छ। अहिले म सम्झिन्छु कि त्यतिखेर चाहिँ सबै डकुमेन्ट पुगिसके पछाडि ल अब तपाईँले यति पैसा पाउनु हुने भयो भनेर एउटा डिस्चार्ज चाहिँ भौचर बन्थ्यो होइन। त्यो डिस्चार्ज भौचर सिग्नेचर गरेको 15 देखि 25 दिन लाग्थ्यो क्या एउटा चेक बनेर काठमाडौँदेखि आउनलाई। तर अहिले अब हेर्ने हो भने तपाईँले डिस्चार्ज भौचर सिग्नेचर गरेको लगभग 12 आवर्स न त 24 आवर्समा तपाईँ खातामा डाइरेक्ट आइपिएसबाट पैसा आउँछ भनेको हिजो 25 दिन 20 दिन लाग्ने कुरा त आज डिस्चार्ज भौचर सिग्नेचर भइसके पछाडि ती 2 दिन फरक परिसक्यो। हामी लगभग 24 दिन त छिटो भइसक्यौँ होइन। त्यो भएकोले गर्दा हिजोभन्दा आज सुधारिएको छ। क्लेम हेर्ने पाटोमा पनि अब इन्सुरेन्स कम्पनीहरूले यो सर्भिस भन्ने पाटोलाई चाहिँ धेरै बढाएर लानुभएको छ। यो सेटलमेन्टको प्रक्रिया जुन छ होइन डकुमेन्टेसनको जुन प्रक्रिया छ यसलाई टेक्नोलोजीमा चाहिँ कतिको ढालेको छ कि छैन? टेक्नोलोजीमा नि हालेको छ होइन। अब यस्तो छ क्या यो सबै कुराहरू चाहिँ एक्ज्याक्ट डाटाहरू नभएर पनि गाह्रो भयो हो। सबै कुराले चाहिँ अब सरकारले नै चाहिँ टाइट गरेर लिएर गइदिने भने जस्तै अब कतिसम्म पनि छ भने इन्सुरेन्स सेक्टरमा पनि इन्सुरेन्सलाई नै फ्रड गर्ने मान्छे धेरै भएकाले गर्दा चाहिँ समस्या भयो क्या। एक्सिडेन्ट एउटा बाइकबाट भयो हुन्छ, अर्को बाइकबाट क्लेम गर्दै हुन्छ, पुलिसमा सबै कुरा मिलेकै हुन्छ अनि जेन्युन मान्छे ठोकेर आउँदा होइन यो के हो भनेर बुझ्नुपर्ने। अब त्यो बुझ्नुपर्ने भइसकेपछि एक त ढिलो भयो नि त। हामीले बुझ्नु पऱ्यो कहाँ छ के छ भएको हो किन ठाउँमा जानु पऱ्यो होइन त। अनि यसरी ढिलो हुने हो क्या। त्यो कुराहरू चाहिँ जेन्युनिटीमा परिवर्तन हुने भने त तपाईँले आज ल्याएर मलाई डकुमेन्ट दिनुभयो भने भोलिसम्म तपाईँलाई मैले के अरे डिस्चार्ज भौचर सिग्नेचर गराउन सक्छु नि त। अब हेर्नु लगभग आजभन्दा 15-25 दिन अगाडि हो। अब एकजना कस्टमरको मेरो गाडीको सिसा फुटेर आउनुभयो। सिसा फुटेर आइसके पछाडि उहाँलाई मैले कोटेसन लिएर आउनु भने सेम डे जानुभयो। कहाँ बनाउने हो त्यहाँबाट चाहिँ उहाँले कोटेसन लिएर आउनु। कोटेसन लिएर आइसकेपछि हामीले गएर फोटोसोटो खिच्दिउँ। त्यो फोटो खिचिसकेपछि उहाँले त्यसै दिन गाडी बनाउनु, बेलुका सबै गाडी बनाइसकेर मलाई बेलुका उहाँले 5:30 डकुमेन्ट दिनुभयो। अब मैले मेरो एउटा विषयमा कुरा गरेँ उहाँलाई भोलिपल्ट बिहान चाहिँ एउटा लाइसेन्स छुटाउनु भएको थियो। मैले अघिल्लो दिनै त्यो डकुमेन्ट सबै स्क्यान गरेर पठाएर एप्रुभ गराएँ। लाइसेन्स छुटाउनु भएको थियो, लाइसेन्स आयो, उहाँलाई मैले डिस्चार्ज भौचर दिएँ क्या। भने अघिल्लो दिन उहाँको सिसामा क्षति भएको थियो, भोलिपल्ट 10 बजी त उहाँले डिस्चार्ज भौचर सिग्ने 3 देखि 4 दिनमा उहाँको खातामा पैसा गयो। त्यो भइसके पछाडि उहाँलाई अहिले उहाँले चाहिँ अब जेको पनि बिमा गर्नुहुन्छ क्या। बिमा कम्पनीको मान्छेले भनिसकेपछि किनभने उहाँले आफूले लाभ लिनु हो नि त। मान्छेले यो खालको सुविधा रहेछ भन्ने बुझिसके पछाडि त खोजी गर्ने हो नि त। यो सेक्टरको यो सर्भिस लेभललाई चाहिँ हामीले बढायौँ भने चाहिँ भोलि मान्छेले हामीलाई खोजी आउनुहुन्छ क्या। अब न त नेपालमा इन्सुरेन्स कम्पनी अब म इन्सुरेन्स काम गर्दै गरेको इन्सुरेन्स कम्पनीको 31-32 वर्ष चाहिँ नेपालमा स्थापना भएको भयो होइन। अब नेपालमा इन्सुरेन्स लगभग 75-80 वर्ष हुँदैछ इन्सुरेन्स आएको होइन। सबसे पहिला खोलेको भनेको नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड ट्रान्सपोर्ट प्रणाली भनेर यस्तो के नाम थियो क्या। अनि त्यसैबाट चाहिँ अब अरू इन्सुरेन्स कम्पनी नै आए। पहिला त बिमा गर्ने मान्छेले आज तपाईँको भ्याइँदैन भोलि बिमा गर्न आउनु ल भन्ने अवस्था नि थियो अरे क्या। कम्पनीहरू कमी हुँदाखेरि तपाईँको 3 दिन पछाडि मात्र टर्न आउँछ, 3 दिन पछाडि आउनु ल बिमा गर्न भनेपछि सोच्नु तपाईँ बिमा गर्न 3 दिन पछाडि चाहिँ तपाईँको के अरे 3 दिन पछि मात्र तपाईँको बिमा गर्नलाई चाहिँ लाइनमा पालो आउँछ भने तपाईँले पाउने पैसाको तपाईँको पालो आउन कति समय लाग्ला? होइन गर्नलाई त 3 दिन लाग्यो भनेपछि। तर आज के छ भन्दा धेरैवटा बिमा कम्पनीहरू भइसके त सबैले अब आफ्नो चाहिँ प्रोडक्टलाई अगाडि बढाउनु छ। कम्पिटिसन भयो, ग्राहकले रोजेर गर्न पाउने आयो नि त। हिजो ग्राहकले रोज्न नपाउने अवस्था थियो, त्यो भएर मोनोपोली थियो। आज ग्राहकले रोजेर गर्ने भएकोले अब सर्भिस बेसमा गइसक्यो क्या। कसरी हुन्छ हामीले सर्भिस बढाउने धेरै इन्सुरेन्स प्रोडक्टहरू आउँदैछ। यसलाई चाहिँ कस्तो छ भने बिमा प्राधिकरणले पनि यसलाई कुन सेक्टरबाट सुधार्ने भन्ने टाइपले लानुपर्छ जस्तो लाग्छ। तर विडम्बना अब हाम्रो देशको यही त हो, हरेक सेक्टरमा राजनीतिबाट आउने त्यहाँको चलाउने अध्यक्ष। अब हेरौँ हाम्रो बिमा प्राधिकरण मैले देखेको लगभग म 10-12 वर्ष इन्सुरेन्स सेक्टरमा काम गरेको, त्यहाँका अध्यक्षहरू चाहिँ
कुनै न कुनै काण्ड नआइकन कुनै न कुनै उ नलागिकन चाहिँ ननिक्लेको अवस्था छ। अब अहिले बिमा कम्पनी लगभग अध्यक्षविहीन छ। बिमा प्राधिकरणमा अध्यक्षविहीन भइराख्दाखेरि चाहिँ अब अस्ति बिमा सेक्टरमै नआउनु भएको मान्छे आउनु भएको थियो एकजना। अहिले हालचाल के सर्वोच्चमा के चल्दैछ दुःख लाग्छ हामी कर्मचारीलाई चाहिँ म बिमामा काम गर्छु भनेर एउटा चाहिँ तपाईँको हुन्छ नि बजारमा हिँड्नलाई पनि दुःख लाग्छ क्या। किनभने त्यो सेक्टर चाहिँ माथिदेखि नै सुधारेर आयो भने भोलिको दिन म बिमामा काम गर्छु भनेर एउटा चाहिँ मजाले ठाडो शिर पारेर हिँड्ने अवस्था हुन्थ्यो नि त। तर त्यो सेक्टरबाट चाहिँ सुधारिएर नभएर चाहिँ अप्ठ्यारो भयो। हिजो त्यो 25 दिन एउटा भुक्तानी गर्नको लागि चाहिँ 25 दिन लाग्थ्यो भनेर भन्नुभयो होइन। इभन इन्सुरेन्स गर्नको लागि पनि तपाईँको 3 दिन लाइन बस्नु पर्थ्यो भन्ने कुरा गर्नुभयो। अबको 5 वर्ष 10 वर्ष पछाडि इन्सुरेन्स कम्पनीहरूलाई चाहिँ तपाईँले कसरी देख्नुहुन्छ? यस्तो छ अब मैले सोच्दाखेरि इन्सुरेन्स कम्पनी अबको 5 वर्ष पछाडि चाहिँ टेक्नोलोजीमा जान्छ जस्तो लाग्छ होइन। धेरैवटा इन्सुरेन्स कम्पनीले धेरैवटा प्रोडक्ट पनि ल्याइसक्नुभयो। तपाईँको जहाँ लस भयो तपाईँले त्यहाँ फोटो खिचेर पठाइदिने अनलाइनबाटै चाहिँ आफ्नो चाहिँ डाटाहरू ट्याक हालिसके पछाडि तपाईँलाई 3 हेरी डिस्चार्ज भोचर दिने यस्ता सुविधाहरू पनि आइसक्यो क्या अहिले। यो टेक्नोलोजीले चाहिँ भोलिको दिनमा मान्छेलाई चाहिँ एकदम धेरै चाहिँ सहजता दिलाउँछ कि जस्तो लाग्छ मलाई। फेरि अब यो प्रोडक्टहरूको बारेमा मैले अलिकति जानकारी लिएँ होइन। 2-3वटा इन्सुरेन्स कम्पनी थिए। अब त्यो प्रोडक्ट उहाँहरूले मान्छेको सजिलोको लागि निकाल्नु भएको थियो। तर तीबाट चाहिँ फेरि मान्छेले चाहिँ धेरै फाइदा र मिसयुज गरिदिइसके पछाडि फेरि त्यो स्टप र त्यसलाई चाहिँ अलिकति शङ्खाको रूपले हेर्नुपर्ने अनि ढिलो भइदिन्छ क्या। जम्मा जम्मी होइन सबै सेक्टरबाट कडाइ भएर आइसक्यो भने इन्सुरेन्स कम्पनी त सर्भिस दिनलाई रेडी छ। अझ अघि तपाईँले भन्दै हुन्थ्यो जस्तै विदेशमा हेर्ने हो भने पुलिसको भर परेर चाहिँ इन्सुरेन्स कम्पनीले ट्रस्ट पुलिसको गरेर चाहिँ इन्सुरेन्स कम्पनीहरूले पेमेन्ट तुकातु गरिदिन्छ। नेपालमा त्यो सिचुएसन छैन भन्नुभयो होइन। त्यो 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 सम्भावना त्यो भयो भने चाहिँ जस्तै भोलिको दिनमा त त्यो ट्रस्ट पुलिस प्रशासनबाट हुने खालको कुरा आयो भने पक्कै पनि नेपालमा पनि त्यो धेरै समय त रोकिँदैन होला नि त? रोकिँदैन, एकदम रोकिँदैन। यो त अब सुधारिँदै गएको छ होइन। बजारी भेगमा हेर्ने हो भने हरेक ठाउँ हाम्रो सिसी क्यामेराहरू लागिसकेको छ। विदेशमा किन भन्दाखेरि त हरेक ठाउँ सिसी क्यामेरा छ। सबै कुरा चाहिँ अब देखिरहेको छ, लाइभ छ। हाम्रोमा चाहिँ अलिक सिसी क्यामेराहरू पनि नभएको कारणले गर्दा अलिकति फ्रड बढी भयो नि त। सबैतिर यो सिसी क्यामेरादेखि लिएर चाहिँ एक्ज्याक्ट हो नि त। त्यो सिसी क्यामेरा भएपछि यही भएको थियो भन्ने कुरा भएपछि त प्रमाण भइहाल्यो। अनि त्यसलाई चाहिँ पुलिसलाई पनि मान्नु पऱ्यो सबै कुरा। र अझै पनि हाम्रोमा पनि सिसी क्यामेरा नहुँदाखेरि पनि प्रशासनहरूले चाहिँ अलिकति टाइट गरिदिएर सुधारियो भने अझ राम्रो होला। तपाईँले फेक क्लेमहरू चाहिँ कतिको पाउनु भएको छ? एकदमै धेरै। यो दुःख मान्नुपर्छ होइन, एकदमै धेरै। त्यसलाई डिल कसरी गर्नुहुन्छ? यस्तो छ अब अलिकति अब पर्सनली दुश्मनी हुन्छ जस्तो पनि हुन्छ, डराउनु पनि पर्ने हुन्छ होइन। अब त्यसलाई कुन पाटोबाट सेटल गर्दा चाहिँ बेस्ट हुन्छ त्यो अनुसारले हेर्छौँ हामी। बिमा क्षेत्रमा काम गर्दै गर्दा अलिकति डराउनु पर्ने चाहिँ के छ भन्दा त्यस्तै फेक क्लेम अनि मान्छेमा अवेरनेसको कमी के छ भन्दा 2-4 जना मैले अलिकति लिएर गएँ भने चाहिँ डरले नै पैसा आउँछ है भन्ने खालको त्यो पहिला त्यस्तो थियो अरे के। मैले पनि सुने हो होइन। इभन म त बिमा कम्पनी जागिर खानलाई नागरिकता बनाएकै थिइनँ। अनि नागरिकता बनाउनु पर्ने भयो। अनि बुवालाई मैले नागरिकता बनाउनु पर्ने भयो। बिमा कम्पनीमा म अब जागिर स्टार्ट गर्न आँटेको भनेको थिएँ। बुवाले शुद्ध मलाई कस्तो कम्पनी हो अब बिमामा त पछि दुःख पाइन्छ अरे, भाग्छ अरे कम्पनी। आजभन्दा 10-11 वर्ष अगाडिको कुरा यस्तो थियो, भाग्छ अरे कम्पनी। अनि भोलि पैसा कम्पनीले दिएन भने फेरि घरमा आएर तँलाई समस्या हुने हो कि सोचेर मात्रै गर है भन्नुभएको थियो क्या। अनि त्यतिखेर नागरिकता बनाएर 19 वर्षदेखि मैले इन्सुरेन्स सेक्टर स्टार्ट गरेको। आज म प्रसङ्ग बच्छ यो कुरा निस्किहाल्यो। अब यसैलाई अलिकति अगाडि बढाउनु त जस्तै त्यो त बाबाले भन्नुभयो, तर यो फिल्डमा आउँछु भनेर चाहिँ कसरी सोच्नुभयो, कसरी लाग्नुभयो? यस्तो छ अब सुरुमै यो फिल्डमा आएर काम गर्छु भनेर गन्तव्य त बनाइएको हुँदैन। तर अब आफ्नै परिस्थितिले कहाँबाट कता आफूलाई के लेखेको छ त्यहाँ पुगिन्छ भन्छन् नि। अनि त्यहाँ पुगिसके पछाडि चाहिँ यो कामलाई कसरी इन्जोय गर्ने भन्ने कुरा हुन्छ क्या। यो कामतिर इन्जोय गर्न थालिसके पछाडि यसका कति नकारात्मक कुरा हुँदै गर्दाखेरि त्यहाँभित्र पसिसकेर आफूले इन्जोय गर्न थालिसकेपछि यही म राम्रो लाग्छ क्या, म यहीँ चाहिँ भिजे क्या। अब त्यो हुँदाखेरि तपाईँले इन्सुरेन्स कम्पनी भनेर सुन्नुभएको थियो, थाहा थियो त्यतिखेर पढ्दाखेरि अब इन्सुरेन्स कम्पनी यस्तो थियो भनेर। र त्यतिखेर लाइफको बारेमा धेरै अब त्यही त नकारात्मक कुरा धेरै सुनिएको थियो। अनि डराउँदै जागिर खान पसियो। तपाईँ कसरी आउनुभयो बिमा क्षेत्रमा चाहिँ? अब अघि बाबाको कुरा त सुनिहाल्यो होइन, त्यो सँगसँगै म चाहिँ इन्ट्रेस्टको कारणले हो या कोहीबाट इन्फ्लुएन्स भएर हो, केही न केही त हुन्छ नि त, कसरी चिन्नुभयो? यस्तो छ
मैले अहिले पनि मेरो अभिभावकै मान्छु, मेरो दाइ हुनुहुन्छ एकजना, मेरो घरदेखि 8-10 घर छिमेकी दाइ। उहाँ चाहिँ यातायातमा काम गर्नुहुन्थ्यो, सुरेन्द्र निरोला हो उहाँको नाम होइन। उहाँलाई मैले चाहिँ कहिले पनि बिर्सिदिनँ, उहाँले लगाएको हुन्। उहाँले मलाई +2 सकिसके पछाडि चाहिँ यातायातको एउटा कम्युनिकेसनमा चाहिँ तपाईँको त्यहाँ बिमा पनि हुन्थ्यो, अनि त्यहाँ फोटो खिच्ने काम थियो क्या। त्यतिखेर हामी कम्प्युटर साइन्स पढेको भन्ने थियो, कम्प्युटरमा फोटोसोटो बनाइहाल्थ्यौँ। अनि त्यो यातायातमा चाहिँ एकदमै धेरै लाइसेन्सको फोटोहरू खिच्ने हुन्थ्यो। त्यो फोटो खिचेर कम्प्युटरमा बनाउने, अनि त्यहाँ चाहिँ बिमा त्यतिखेर हातले भर्ने थियो क्या। अहिले कम्प्युटर सिस्टम आयो सबै, त्यतिखेर कार्बन राखेर हातले बिमा लेखिन्थ्यो क्या। अनि त्यही मैले जहाँ फोटो बनाउने काउन्टर थियो त्यहाँ चाहिँ एकजना बिमाको मान्छे आएर बसेर कार्बन लेख्नुहुन्थ्यो। र म त्यहाँ काम गर्दै गर्दाखेरि चाहिँ त्यो बिमाको बारेमा बुझेँ मैले। अनि त्यो कर्मचारी ढिलो आउँदा मै लेखेर मै बिमा बनाइदिने पनि गरेँ होइन। त्यति 3-4 महिना जागिर खाइसके पछाडि चाहिँ त्यही बिमाको मान्छेसँग म टचमा भएँ, र उहाँले चाहिँ अब यहाँबाट छोडेर अर्को ठाउँ जाने हुनुभयो। त्यो हुँदाखेरि तिमी ट्यालेन्ट छौ यार भाइ, अलिअलि बिमाको बारेमा बुझाएको छौ, तिमी गर भनेर उहाँले चाहिँ मलाई अब बिमा क्षेत्रमा लानु। मलाई पहिला यातायातमा ठोकाइदिने मेरो आदरणीय दाइ, उहाँ नआउनु भएको भए त म त्यहाँ पुग्दैन थिएँ, बिमाको बारेमा बुझ्दिनँ थिएँ। उहाँले त्यति भनेपछि चाहिँ मैले घरमा आएर सोचेँ क्या, मलाई चाहिँ एकदमै अब यस्तो घटनाहरूको चाहिँ क्युरियोसिटी लाग्थ्यो क्या, बुझौँ के हुँदो रहेछ, कसरी भएको रहेछ भन्ने लाग्थ्यो क्या। अनि म यस्तो सोचेँ मैले, बिमा कम्पनीमा म जागिर खान गएँ भने त त्यहाँ दिनदिनै एक्सिडेन्ट भएर आउँछन्, कसरी एक्सिडेन्ट भयो, कसो गर्दाखेरि एक्सिडेन्ट भयो, यस्ता कुराहरूको क्युरियोसिटी जान्ने पाउने ठाउँ हो त्यो त, त्यहाँ म जान्छु भनेर त्यसरी बिमा क्षेत्रमा छिरेको थिएँ होइन। अनि त्यहाँ गइसकेपछि बुझ्दै गयो बिमा क्षेत्र के हो, इन्ट्रेस्ट बढ्दै गयो। अनि त्यहाँ पहिला जानलाई चाहिँ बुवाको कहानी सुनाइहालेँ अघि मैले, तर त्यहाँ गइसके पछाडि चाहिँ एउटा दुःख पाएर आएको मान्छेले पैसा पाइसके पछाडि उसको मुहारको खुसी हुन्छ नि, उसको चाहिँ 3 लाख रुपियाँ मेडिकल बिल भएको थिएन, 3 लाख रुपियाँ पैसा पाउँदा चाहिँ ऊ हाँसेर गएको मुस्कान। यस्तो क्षेत्रलाई कसरी नकारात्मक भनिन्छ यार। जम्मा तिरेको थियो उसले एउटा मोटरसाइकलको थर्ड पार्टी गर्दा 1705 रुपियाँ, लिएर जाँदैछ ऊ घाइते भएर 3 लाख रुपियाँ, 1700 रुपियाँले 3 लाख रुपियाँ पाउँदा उसको मुहारमा कस्तो खुसी भयो। दुःखको बेला एउटा यस्तो साथी, यस्तो क्षेत्रलाई कसरी मलाई मेरो बुवाले त्यसमा नगला। अनि यस्तो क्षेत्रमा काम गर्न पाउँदा योभन्दा के हुन्छ र मजा भनेर चाहिँ यो क्षेत्रमा लाग्यो। यो क्षेत्रमा लाग्दै गइसके पछाडि अब जागिर हो, त्यसलाई पनि अब इन्जोय गर्दै जागिर गरियो। विभिन्न नकारात्मक कुराहरू आए, परिस्थितिहरू कस्ता भए, कति दुःख पाइयो होला होइन। मान्छेमा अवेरनेस त अहिले त अवेरनेस छैन भनेपछि अब 10-11 वर्ष स्टार्ट गर्दा के अवेरनेस थियो र होइन। त्यो कुराहरूदेखि लिएर अब सिक्दै गयो। अब त्यही क्षेत्र एउटै ठाउँमा लाग्यो, एउटा टाइममा आएर चाहिँ छोडिदिउँ जस्तो चाहिँ लागेन, लाग्यो वाक्कै लागेर लाग्यो। यस्तो छ अब नेपालमा प्राइभेट सेक्टरमा तलब राम्रो हुँदैन, अब घरको एउटा छोरा सबै जिम्मेवारीहरू आफूमाथि आइलागेको हुन्छ होइन। त्यो भइसके पछाडि अब जागिर खाएर यो अब 11-12 मैले स्टार्ट गर्दा 6000 थियो, 2 वर्षपछि 6000बाट तलब 11000 भयो। अनि यो 11000ले अब के गर्ने, किन सबै जिम्मेवारी बढ्दै गयो नि त। हिजो म +2 सक्दै गर्दा चाहिँ आफूले मात्र पाल्नु थियो र त्यही 6000ले पुगिरहेको थियो, तर अब बिस्तारै जिम्मेवारी बढ्दै गइसके पछाडि त अब पुग्दैन। अनि चाहिँ अब यो क्षेत्रमा नि काम गरेर नेपालमै बसेर चाहिँ अब केही गर्न सकिँदैन रहेछ भने जापानिज क्लास पनि पढेँ। अहिले पनि मलाई जापानिजको भाषाहरू आउँछ, कोनिचिवा होइन, वातासिवा, यो के अरे सायोनारा नि विभिन्न आउँछ। अझै पनि जापानिज भाषा मैले निकै पढेर भिजा एप्लाई गरेँ। त्यो एप्लाई गर्दै गर्दा पनि म बिमा कम्पनी काम गरेरै मैले भाषा पढिरहेको थिएँ क्या। अब यो 11-12 हजारले म बस्दिनँ, अब यो बाहिर नजाउँदै म यो जागिर खान्छु भनेर सोचिरहेको थिएँ। त्यस पछाडि जापान मैले एप्लाई गरेँ, जापानले मलाई लिएन। जापानले नलिइसके पछाडि त्यही हो अब जहाँ थिएँ म जापानले लिएन। अब कस्तो भयो भने आफ्नो ठाउँको भाषा त पढ्नलाई गाह्रो छ, विदेशको अर्काको भाषा पढ, कोरिया पढ भन्ने पनि आएको थियो त्यतिखेर, कोरियाको लहर पनि थियो। आफ्नो भाषा मलाई कोरिया पढ्नै जान मन लागेन क्या। आफ्नो नेपाली भाषामा भएको त मजाले पढेर 100 मार्क्स ल्याउन सकिँदैन भने अर्काको भाषा पढेर ल्याउन सकिन्छ होला। योतिर नजाउँ, बरु आफ्नै देशमा म अब दुःख गर्छु, जुन सेक्टरमा लागेँ म त्यही सेक्टरमा अब केही बनाएर देखाउँछु भन्ने पनि भयो होइन। र अब काम गर्दै जाँदाखेरि सहकर्मी, आफ्नो बोस, देखि लिएर चाहिँ अब इगोहरूका कुरा पनि आउँछन्। कसैले त गर्नै सक्दैन यार, छैन तसँग क्षमता भनिदिँदै गर्दाखेरि चाहिँ यसलाई म यही क्षेत्रमा गएर देखाउँछु क्या। र भोलि यसले चाहिँ उहाँलाई त हामीले बनाएको हो नि त, मसँग स्टार्ट गरेको भन्ने वातावरण बनाउँछु भन्ने थियो। एक्ज्याक्टली त्यो सपना अहिले चाहिँ आएर पुरा भयो जस्तो लाग्छ मलाई होइन। त्यो इगोले पनि त्यो खाइयो हुन्छ नि, त्यही क्षेत्रमा म यही क्षेत्रमा गएर देखाउँछु, विभिन्न अपर्च्युनिटी आयो होला नि, तर मैले चाहिँ कसैसँग इगो लिएको छु नि त, त्यो मैले रिसमा लिन क्या। त्यो इगोलाई चाहिँ मैले काममा परिणत गरेँ नि त। त्यो भएकोले गर्दा आज म बिमा क्षेत्रमा छु। त्यतिखेर उसले भनेको शब्दहरू सम्झिँदै हुनुहुन्छ। ठ्याक्कै एक्ज्याक्टली। अब तँ गर्न सक्दैन, तिमी क्षमता छैन, तिमी अलिकति म्याच्योर्ड भएकै छैनौ होइन, पर्ख
तिमीले मार्केटिङ गर्न सक्दैनौ होला टाइपको कुराहरू होइन, तिमी बजारमा भिज्न सक्दैनौ होला। यति अब उहाँलाई पनि म अब राम्रै भन्छु, अहिले रेस्पेक्ट गर्छु, किनभने उहाँले गर्दा म एउटा इगो लिएर काम गरेँ नि त, यहाँ छु नि त, उहाँको पनि त्यहाँ देन छ होइन। उहाँलाई भेट्दा नि म सधैँ रेस्पेक्ट गर्छु। अनि अब सम्झौँ न, सब यो काम गर्दै गर्दाखेरि यहाँसम्म आइपुग्दै गर्दाखेरि चाहिँ सबभन्दा दुःख लागेको क्षण चाहिँ कहिले? यस्तो छ, अब दुःख त कस्तो कति बेला लाग्छ भने जो कस्टमरको लागि चाहिँ म उहाँलाई बेस्ट सर्भिस दिइरहेको छु भन्ने आफूले फिल गरेको हुन्छ, तर कस्टमरले त्यो सोचिदिनुहुन्न क्या। कस्टमरमा चाहिँ जहिले पनि नेगेटिभिटी नै हुन्छ क्या। नेगेटिभ भइसके पछाडि चाहिँ दुःख लागेर आउँछ क्या। उहाँको लागि चाहिँ सजिलो होस्, राम्रो होस् भनेर हामीले चाहिँ विभिन्न अब सर्भिसहरूलाई कसरी फास्ट बनाउनु के गर्ने छिटो गरिरहेको हुन्छ, तर उहाँले नै चाहिँ कुरा बुझिदिनुहुन्न क्या। त्यतिखेर चाहिँ अलिकति दुःख लागेर आउँछ, नत्र अन्त अरू ठिकै छ, मजै आइरहेछ, इन्ट्रेस्टिङ छ। अब काम गर्दै जाँदाखेरि दुःख सुख त भइ नै हाल्छ होइन। कहिलेकाहीँ सिक्दै जाने पाटो हो होइन। त्यो दुःख भयो भने आत्तिनु भएन, सुख भयो भने मात्तिनु भएन होइन। त्यसलाई ब्यालेन्स गरेर लिएर अगाडि बढिराखेको छ। सबैभन्दा खुसी भएको टाइम चाहिँ जस्तै मलाई यो काम गर्दै गर्दाखेरि चाहिँ यो पोइन्टले यो घटनाले चाहिँ म एकदम खुसी भएको थिएँ भन्ने त्यस्तो छ? यस्तो छ, इन्सुरेन्स सेक्टरमा काम गरेर 10-11 वर्ष भयो। हिमालयनमा काम गरेको 6 वर्ष। म हिमालयमा बिएम भएर गएको थिएँ। अनि मैले कस्तो भने इन्सुरेन्स सेक्टर सुरु गर्दा मसँग साइकल थियो क्या। अहिले इन्सुरेन्स सेक्टरमा 10 वर्ष पुग्दा आज मैले लगभग भेहिकल 4 वर्ष जति भयो गाडी कुदाएको होइन। जुन दिन मैले गाडी किनेँ 4वटा चक्का भएको मेरो एउटा सपना थियो क्या। मलाई अरू कुरा केही सोच थिएन, जम्मा जम्मी मलाई अब गाडी चढ्नु छ भन्ने मात्र थियो। इन्सुरेन्स सेक्टरमा काम गरेर जुन दिन मैले गाडी किनेँ त्यस दिन चाहिँ मैले नेपालमै बसेर गाडी किन्न सकेँ क्या। अब विभिन्न लोन होस् जे होस् त्यसलाई मैले सर्भाइभ गरिरहेको छु, तर पनि नेपालमा बसेर मैले पनि गाडी चढेँ क्या। म हिजो इन्सुरेन्स सेक्टरमा साइकल चढेर गएको। मलाई एकजना मेरो आदरणीय दाइ हुनुहुन्छ, अहिले पनि उहाँसँग मेरो एकदम राम्रो रिलेसन छ। उहाँले सधैँ भन्नुहुन्थ्यो क्या, साइकलमा जान्थेँ म होइन। पछि उहाँसँग मैले एउटा सेकेन्ड ह्यान्ड स्कुटर पनि किनेको थिएँ। अहिले भन्नुहुन्छ क्या उहाँले, हेर्दै यो हेर्दै भन्नुहुन्छ क्या उहाँले। साह्रै खुसी लाग्छ त्यो शब्द चाहिँ उहाँले भन्दै गर्दा, किनभने उहाँकै आँखा अगाडि म हुर्किँदै गएँ, उहाँले देख्दै जानुभयो मेरो होइन। हुन्छ नि अब मलाई हेर्दै जानुभयो मेरो चाहिँ अब हिजोको आजको दिनदिनै हेर्दै जाँदाखेरि चाहिँ। अनि उहाँले हिजो यस्तो थियो, यो थापाको छोरो के वाह टाइपको आउँदा चाहिँ अब खुसी फिल हुँदो रहेछ क्या। र इन्सुरेन्स सेक्टरमा नेपालमा पनि जागिर खाएर पनि गाडी चढ्न सकिँदो रहेछ है भन्ने कुरा आफैबाट चाहिँ प्रुभ भयो क्या। मान्छेले सपना देख्नुपर्छ, सपना देखेपछि पुरा हुन्छ भन्ने चाहिँ यहाँदेखि प्रष्ट हुन्छ क्या। होइन नि मसँग साइकल थियो, मैले बिमा क्षेत्रमा जागिर स्टार्ट गर्दा मसँग साइकल थियो। मैले आफै नै मेरो बुवा आमासँग पैसा नमाइकन बाइक किनेँ मैले। बाइकको पनि राम्रो बाइकहरू चढेँ होइन। मोडलै पछि अब आयो, जागिर खाइएको छ होइन। अब फाइनेन्स कम्पनीले पनि पत्याउँछन्, ब्याङ्कले पनि अब जागिरमा तलब आउने भइसकेपछि त्यो एक खालको ट्रस्टेड हुन्छ। फेरि चढियो, अहिले गाडी चढियो होइन। अझै सपनाहरू छन्। अब र एउटा कुरो के छ भन्दा लामो समय एउटै सेक्टरमा जागिर खाइसके पछाडि यो क्षेत्रलाई पनि केही परिवर्तन गर्नुपर्छ, हामी लाग्नुपर्छ जस्तो पनि फिल हुन्छ। त्यही भएर म युवाहरूलाई चाहिँ के भन्छु भने नेपालमा पनि केही गरेर बाँच्न सकिन्छ। आफू चाहिँ अब मनबाट सोचेर काम गर्नु पर्यो र इमान्दारी बनाउनु पर्यो होइन। नेपालमा पनि जागिरै खाएर पनि जिन्दगी जीविकोपार्जन गर्न सकिन्छ। अहिलेको अवस्था के छ भन्दा +2 सक्ने बित्तिकै आइफोन चाहियो। सोचाइ नै अहिले के छ भन्दा अब हामी त +2 सक्दा बल्ल टिकटिकी फोन पाएको थियौँ होइन। त्यो पनि अब समय परिस्थिति अनुसार चाहिँ कहीँ टाढा गएर पढ्नुपर्ने हुँदा फोनमा बोल्नुपर्ने हुँदाखेरिको अवस्था थियो। तर अहिले चाहिँ अहिलेको मान्छेलाई चाहिँ के छिट्टो चाहियो क्या हरेक कुरा। मलाई हेर्नु मैले भन्दैछु स्टार्ट गरेको 6000मा थिएँ, आज गाडी चढ्दैछु भनेको 10-11 वर्ष भयो नि त। लामो समय पर्खेर गर्दाखेरि त त्यो कुरा पाइँदो रहेछ होइन त। तर अहिलेको लागि चाहिँ के छ, 12 सक्ने बित्तिकै 2 महिनापछि आइफोन चाहिहाल्यो क्या। अनि मनमा चाहिँ अब ठुलो चाहिँ एकैचोटि चाँडो पाउनुपर्छ भन्ने कुराले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ विदेशमा जाने त्यो 2 महिनाको तलबले आइफोन आइहाल्छ, फाइनेन्स हुन्छ के हुन्छ। यहाँ गरेर केही सकिँदैन यार भन्नु। यहाँ पनि त अब 1-1.5 वर्ष काम गरेर पैसा बचत गरेर आइफोन किन्न सकिँदैन र। अब हामीले पनि लेटेस्ट फोनै बोकेका छौँ अहिले होइन। हामीले नेपालमै बसेर जागिर खाएर लेटेस्ट फोन बोकेका छौँ नि त। त्यो हुँदाखेरि मान्छेमा अहिले चाहिँ अब छिट्टो चाहनाहरू चाहिँ छिट्टो सबै कुरा चाहिने भएकोले गर्दाखेरि चाहिँ नेपालमा युवाहरू छैनन्, विदेशी रहेछन् होइन। तर हामी चाहिँ अब होइन यी गर्दा पनि राम्रो हुन्छ भनेर यही क्षेत्रमा लागिरहेको छ। इन्सुरेन्स क्षेत्रमै आउने युवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यस्तो छ, अब इन्सुरेन्स क्षेत्रमा पनि विभिन्न डिपार्टमेन्टहरू छ होइन। इन्सुरेन्स क्षेत्र पनि ब्याङ्किङ सेक्टर जस्तो अहिले बिबी पढ्दै हुन्छ ब्याङ्किङ सेक्टर रोजिराख्नु भएको छ, ब्याङ्किङ सेक्टर बराबरी नै इन्सुरेन्स सेक्टर पनि हो।
त्यो हुँदाखेरि इन्सुरेन्स सेक्टरमा यति मजा छ कि जागिर होइन यस्तो मजाको के सेक्टरमा चाहिँ किन जागिर खोजेर आउँदैनन् जस्तो लाग्छ क्या मलाई मार्केटिङमा अब इन्सुरेन्स कस्तो छ भने मार्केटिङ भनेको त अब विश्वमै हामी मार्केटिङमा जसले जागिर खान्छ त्यो त कमाउने छोरो हो होइन माया नै अर्को हुन्छ होइन र मार्केटिङ गर्दाखेरि मान्छेले चाहिँ आफूले चाहिँ राम्रो तरिकाले मार्केटिङ गर्यो भने छिट्टो ग्रोथ हुने सेक्टर हो क्या मार्केटिङ चाहिँ अब मार्केटिङको मान्छे चाहिँ कहीँ गएर भोकै मर्दैन क्या जस्तै म अहिले इन्सुरेन्स सेक्टर छोडेँ भने म कहीँ गएर पनि भोकै मर्दिनँ क्या किनभने मलाई अब त मार्केटिङको विषय थाहा भयो नि त प्रोडक्ट के हो कसरी बेच्ने कस्तो सेक्टरमा जाँदा हुन्छ कहाँ जाँदा चाहिँ यो प्रोडक्ट बिक्छ अब सबै नलेज भइसक्यो नि त मार्केटिङ गर्ने मान्छे कहिले भोकै मर्दैन त्यो भएर म सबै युवाहरूलाई के भन्न चाहन्छु भने अब कलेज पढ्दाखेरि पनि मार्केटिङ सब्जेक्ट हामी यो मार्केटिङ यार पास गरिहालिन्छ टाइपले पढाए हो तर अहिले पनि अब मैले मेरो सोचाइअनुसार वर्ल्डमा नै मार्केटिङ विषय र मार्केटिङ जब गर्ने मान्छे चाहिँ एकदम टप हो उसको ग्रोथ पनि छिटो हुन्छ गरेन भने फेरि डाउन पनि हुन्छ गर्न सक्दा मार्केटिङ बेस्ट हो मार्केटिङ चाहिँ कसरी गर्ने भन्नेलाई चाहिँ जुनै पनि सेक्टरमा मार्केटिङ बिना चल्दैन नि त अहिले हामी नै हेरौँ न जहाँ मार्केटिङ छ त्यो क्षेत्र एकदम आयो मार्केटिङ बिना कुनै सेक्टर नचल्ने भएकोले मार्केटिङलाई चाहिँ अलिकति चाहिँ सबैले सोचेर अगाडि बढ्दा चाहिँ एकदम राम्रो छ मार्केटिङ क्षेत्रमा एक दुईवटा अब फन्नी क्वेसनतिर जाउँ ल तपाईँलाई कुनै यस्तो क्लेमहरू आएको छ कि छैन जुन चाहिँ सुन्दाखेरि ल यस्तो पनि क्लेम हुन्छ र भन्ने खालको क्लेमहरू आएको छ कि छैन यस्तो छ अब हामीले नै अवेरनेस गराउन नसकेर हो कि के हो होइन अब एक्सिस भन्ने कुरा हुन्छ क्या कति हजारसम्म चाहिँ मैले आफै बिहोर्ने भन्ने पनि पोलिसी किन्दाखेरि हुन्छ त्यो पहिला कुरा हामीले उहाँलाई बुझाउन नसकेर हो कि त्यो चाहिँ अब हाम्रै कमजोरी हुनसक्छ तर एउटा स्कुटरको बिमा गरेको हुन्छ थोरै साइड लाइटमा अथवा के अरे तपाईँको लुकिङ ग्लासमा चाहिँ थोरै स्क्र्याच हुँदाखेरि बिमाबाट पैसा पाइन्छ कि पाइँदैन यो क्लेम गर्नु पऱ्यो भनेर फोन आउँदा चाहिँ फनी लाग्छ होइन तर एक्सिस हुन्छ त्यसको पनि अब 2500 3000सम्म चाहिँ आफै बिहोर्ने भन्ने हरेक पोलिसीमा एक्सिस हुन्छ त्यो सानो कुराको लागि अब त्यो इन्सुरेन्स कम्पनीसम्म पहिले ठुलो लस हुँदा जाने भन्ने कुरा हुन्छ हामीले नै अवेरनेस गराउन नसकेर चाहिँ यस्तो क्वेसनहरू आएको होला जस्तो लाग्छ त्यस्तो अलिक फनी अझ म यसलाई जोड्छु जस्तै कुकुरले बिरालोले कोतर दिएको या लडाइदिएको भन्ने खालको चाहिँ आउँछ कि आउँदैन आउँछ एक्ज्याक्ट आउँछ कुकुरसँग ठोकिएर गाडीमा लस भएको कुकुरलाई जोगाउने हुँदा लडेको होइन क्लेम पनि आउँछ र त्यो पाइन्छ पनि घरमै राखेको ठाउँमा पनि अब यसरी जङ्गली जनावरहरूले हाम्रो गाडी हुँदी लस भयो भने किनभने अब गाडीमा ठोकिसक्दाखेरि 20-50 हजार रुपियाँ लस आउँछ त्यो भन्दा इन्सुरेन्स कम्पनीले कभर गर्छ त्यो पनि अब इन्सुरेन्समा चाहिँ फर्स्ट पार्टी सेकेन्ड पार्टी थर्ड पार्टी भन्छ होइन यो भनेको चाहिँ के हो फर्स्ट पार्टीमा के हुन्छ सेकेन्ड पार्टीमा के हुन्छ फर्स्ट पार्टी भनेर हामीले बोल्न सजिलो भाषा लागेको तर यसलाई कम्प्रिहेन्सिभ नेपालीमा व्यापक बिमा भन्छ र एउटा तेस्रो पक्ष सेकेन्ड पार्टी चाहिँ पहिला चाहिँ एउटा मोटरसाइकलमा चाहिँ चालक र पछाडि बस्नेको बिमा कभर हुँदैन थियो अनि सेकेन्ड पार्टी भनेर चाहिँ एउटा पर्सनल एक्सिडेन्ट भन्ने पिए भन्ने पोलिसी गर्ने थियो त्यसलाई सेकेन्ड पार्टी भनिन्थ्यो तर खास अहिले चाहिँ अब व्यापक र कम्प्रिहेन्सिभ इङ्ग्लिसमा कम्प्रिहेन्सिभ नेपालीमा व्यापक पोलिसी भन्छ क्या त्यो भनेको चाहिँ फुल इन्सुरेन्स भनौँ न सजिलो भाषामा र तेस्रो पक्ष थर्ड पार्टी अब थर्ड पार्टीलाई चाहिँ अनिवार्य बनाइएकोले गर्दाखेरि मान्छेमा अवेरनेस नभएको कारणले गर्दाखेरि त्यो चाहिँ यातायातमा काम गर्नको लागि यसो गर्ने हो हाम्रो नि यातायातमा काउन्टर छ किनभने अझै पनि हामीले अवेरनेस गराउन पाएको छैनौँ नि त यातायातमा काउन्टर छ त्यहाँ चाहिँ मान्छेले कुन इन्सुरेन्स कम्पनीमा बिमा गरेँ भन्ने कुरा पनि बुझ्न चाहनुहुन्न कि जम्मै यातायातमा त्यहाँ करमा सिग्नेचर गराउनलाई मैले त बिमा गरेको हो भन्ने टाइपको बुझ्नुहुन्छ तर के कभर हुँदैछ भन्ने कुरा कति तपाईँ सोच्नु एक्सिडेन्ट कति हुन्छ कति त बिमा कम्पनी कहाँ छ भनेर खोजेर आइपुग्नु नै हुन्न क्या उहाँहरू आफै खोजेदेखि लस कि उहाँलाई थाहा नै छैन मैले पैसा तिरेको थिएँ भन्दैन उहाँलाई चाहिँ यातायातलाई पैसा तिरेको थिएँ भन्ने ऊ हुन्छ क्या त्यही अवेरनेसको कमी क्या बिमा क्षेत्रमा हामी कर्मचारीले नै अवेरनेस फैलाउनु चाहिँ अलिक जरुरी छ धेरै त डिजिटलमा पनि गइसक्यो अहिलेको यङलाई चाहिँ इन्सुरेन्सको बारेमा सोध्नु भने धेरै फर्स्टले के कभर गर्छ सेकेन्डले के कभर गर्छ थर्डले के कम्प्रिहेन्सिभ इन्सुरेन्सले चाहिँ तपाईँको अब चोरी हुलदुङ्गा तोडफोड होइन आफ्नो भेहिकलको पनि अनि चालक पछाडि बस्ने र अगाडि हानेको घाइते भयो भने 3 लाखसम्म उपचार खर्च मृत्यु भयो 5 लाख अनि आफ्नो गाडीको चोरीदेखि लिएर चाहिँ अब स्क्र्याचदेखि लिएर ऋषि बिमा चाहिँ तोडफोड गरेको सम्पूर्ण कुराहरू व्यापक पोलिसीले कभर गर्यो तेस्रो पक्ष भनेको चाहिँ अगाडि कसैको सम्पत्ति क्षति अथवा कसै व्यक्तिमाथि क्षति हुँदा घाइते भयो 3 लाख मृत्यु भयो 5 र कुदाउने चालक र पछाडि बस्नेको 3 लाखको घाइते र 5 लाखको मृत्यु बापतको कभर गर्छ थर्ड पार्टीले र अहिले एक्ज्याक्ट धेरै बिमा हुने भनेको चाहिँ थर्ड पार्टी नै हो कि अघि मैले भने तपाईँलाई नगरपालिका थर्ड पार्टी किन थर्ड पार्टी भन्दा यातायातमा त्यहाँ चाहिँ कर सिग्नेचर भएन भनेर चाहिँ बिमा थर्ड पार्टी गरे हुन्छ क्या धेरै तर अहिले अब धेरै मान्छेहरू बुझ्ने पनि हुनुहुन्छ सबैले त्यसो भन्नु हुँदैन
धेरै बुझ्ने भएकोले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ अवेरनेस बढ्दै गइरहेको छ र कम्प्रिहेन्सिभ इन्सुरेन्स पनि सबैले लिँदै हुनुहुन्छ। कम्प्रिहेन्सिभ इन्सुरेन्स नै गर्नु आफूले बुझेर के कभर गर्दैछु भन्ने कुरा बुझेर इन्सुरेन्स गर्नु नै बेस्ट हुन्छ र भोलि भइपरि आउने क्षतिमा आफूलाई चाहिँ सहज हुने गर्छ यसले। जस्तै अब अहिले जुन जेनजीको आन्दोलन भएको छ त्यतिखेर जति गाडीहरू तोडफोड भए कति पब्लिकको भए कति प्राइभेटको भए होइन त्यस्तो क्लेम चाहिँ थर्ड पार्टीले गर्छ कि फर्स्ट पार्टीले गर्छ कि सेकेन्ड पार्टीले गर्छ? एक्ज्याक्ट यो चाहिँ अब फर्स्ट पार्टी कम्प्रिहेन्सिभ इन्सुरेन्सले चाहिँ जुन यो आन्दोलनमा जति पनि क्षति भएका छन् आगलागीहरू भएका छन् तोडफोडहरू भएका छन् यो चाहिँ सबै कम्प्रिहेन्सिभ इन्सुरेन्स छ भने मात्र तपाईँको कभर गर्यो। रिसिबीमा आगो लगाएको आन्दोलनमा आगो लागेर गाडी लस भएको तर थर्ड पार्टी थियो भने चाहिँ त्यो गाडीको भ्यालु राखेर गरेको हुँदैन क्या थर्ड पार्टी। अब कम्प्रिहेन्सिभमा चाहिँ भ्यालु राखेर गरेर त्यो भ्यालु बराबरको भोलि आग लागि पूर्ण क्षति हुँदा टोटल लसमा जाँदाखेरि चाहिँ अब त्यहाँनिर चाहिँ डिप्रिसिएसन अथवा त्यो गाडी पछि बिक्छ नि त त्यो फलाम त कभर त्यो बिकेर कति पैसा काटिन्छ बाँकी रहेको इन्सुरेन्स कम्पनीले पेमेन्ट गर्ने भन्ने हुन्छ होइन। तर जेनजी आन्दोलनको बेला हेरेँ मैले अब हामीहरू लोकल लेभलमा हेरौँ निकै एजुकेटेड मान्छे निकै प्रतिष्ठित मान्छेले पनि जम्मा जम्मी यातायातमा कर तिर्नका लागि मात्रै बिमा गरेको थियो अरे भन्ने पनि सुन्नमा आएको छ क्या। थर्ड पार्टी इन्सुरेन्स गर्नु थर्ड पार्टी इन्सुरेन्स जतिले गरेको छ उनीहरूले चाहिँ क्लेम पाउँदैन, कसैले पनि क्लेम पाउनुहुन्न। अझ मलाई त लाग्छ यो बिल्डिङहरूको पनि 1 वर्ष जति भयो यो के अरे रिसिबी हुलदुङ्गाहरू चाहिँ अनिवार्य बनायो क्या। त्योभन्दा अगाडि चाहिँ रोज नपाउने थियो क्या। आगलागी भूकम्प बाढीहरूको मात्र थियो यो के अरे तपाईँको हुलदुङ्गाहरूको चाहिँ रोज्नुपर्ने थियो क्या। अनि मान्छेले अब ब्याङ्कमा लोन लिँदाखेरि इन्सुरेन्स अनिवार्य छ त्यो हुलदुङ्गा नराखौँ भनेर कति धेरै चाहिँ हुलदुङ्गा थिएन क्या। पछिल्लो अवस्थामा चाहिँ हुलदुङ्गा अनिवार्य भइसकेपछि गर्नै पर्यो र धेरै कभर भयो। त्यो अवस्था हुनु भने यो उसमा धेरैको क्लेम हुँदैन थियो कि। अब मलाई सायद लाग्छ होटल हिल्टनलाई पनि हुलदुङ्गै हुँदैन आग लागि भूकम्प भयो भने उहाँले हुलदुङ्गाको नगर्न सक्ने सम्भावना पनि हुन्थ्यो क्या। कि उहाँले रोज नपाउनुहुन्थ्यो तिर्ने प्रिमियममा फरक परिसके पछाडि त त्यो रिक्स नलिउँ भन्न पनि सक्नुहुन्थ्यो होला। आज त्यो रिक्स उहाँले चाहिँ अनिवार्य नभइदिएको भए 600 करोडको कुरा छ नि त। यहाँ त 600-800 करोड चाहिँ लस भइरहेछ होटल हिल्टन। त्यो चाहिँ नेपाल बिमा प्राधिकरणले चाहिँ हुलदुङ्गा अनिवार्य नबनाइदिएर उहाँले चाहिँ त्यो रिक्स नलिनु भएको भए त आज त्यो चाहिँ अब त्यो संस्थालाई त ठुलो भार पर्थ्यो नि त। त्यो भएर कम्प्रिहेन्सिभ बिमा आवश्यकता हो। कम्प्रिहेन्सिभ बिमा आफ्नो सम्पत्ति गर्नुपर्छ। आफ्नो रिक्स मलाई कतिको रिक्स छ भन्ने कुरा नि हेरेर गर्नु होइन। र कुन कुन रिक्स लिँदैछु कति आफ्नो गाडीको भ्यालु राख्दैछु भन्ने कुरा सबै जानकारी लिएर चाहिँ आफूले चाहिँ अब बुझेर त्यो बिमालाई चाहिँ अनिवार्य सम्झेर चाहिँ थोरै समय दिएर गर्नु। बाहिरतिर त तपाईँको 1 मिनट पनि बिमाको डेट गर्न दिँदैन। मैले एकजना बाहिर जर्मनदेखि आएर नेपाल बस्नु भएको थियो। उहाँले को साथीको नाममा बाइक झिक्नु भएको थियो अनि लाइसेन्स चाहिँ कन्भर्ट गरेर त्यहाँ बाइक कुदाउनु हुन्थ्यो क्या। उहाँको बाइकको इन्सुरेन्स मैले गरेको थिएँ। उहाँले मलाई 2 दिन अगाडि फोन गर्नु सुशीलजी उहाँ नेपाली मजाले बोल्नुहुन्थ्यो तपाईँले मेरो टाइम हेरिदिँदै हुनुहुन्छ नि इन्सुरेन्सको मलाई ठ्याक्कै एक्ज्याक्ट बताइदिनु है म ठ्याक्क पैसा हालिहाल्छु। उहाँ यस्तो अब अनुशासित भनौँ न इन्सुरेन्सको बारेमा त्यति अवेरनेस उहाँलाई होइन त्यस्तो छ बाहिरतिर। हाम्रोमा चाहिँ तिर्ने बेला आइहालेछ फेरि 2-4 दिन तिर्नु नपायो भने 2-4 दिन केही नै हुँदैन नतिरौँ 2-4 दिन 1 हप्ता पछि गरौँ 1 महिना पछि गरौँ 2 महिना त्यति छोडिदिउँ न कुदाउँदिन गाडी अहिले नै परिहाल्छ भन्ने के हुन्छ र भन्ने यस्ता अनुशासित हामी अलिकति नभएको कारणले गर्दा पनि त्यो अझ हेर्ने भन्दा अब विदेश हेर्ने भन्दा त नेपालमा त धेरै दुर्घटना हो नि त। हाम्रो अब रोडको त्यस्तै छ होइन अनि पहाडी इलाका पनि छ हाम्रो। बाहिर विदेश हेरेर त नेपालमा त अझ बढी रिस्क छ र पनि हामी डराउँदैनौँ। खोइ नेपालीहरू ज्याङ्गो हो कि गोर्खाली भनिन्छ नि त त्यो र हामी मेरो चाहिँ आजै गरिदिनु। तपाईँले स्कुलिङ चाहिँ कहाँ गर्नुभयो? स्कुलिङ त मेरो त ठुलो कहानी छ। यो बाटोमा गयो अनि कसरी यहाँ तपाईँ भन्ने कुरा पनि हुन्छ होइन। मेरो स्कुलिङ चाहिँ ताप्लेजुङको खोक्लिङ भन्ने ठाउँमा हो क्या। ताप्लेजुङ जिल्लादेखि त्यतिखेर रोड थिएन 4 घन्टा हिँडेर जानुपर्छ। त्यो चाहिँ मेरो गाउँ मेरो बुवा जन्मिनु भएको ठाउँ म पनि त्यहीँ जन्मेको हो। पछि चाहिँ अब हामी यता जिल्ला हुँदै झापा झऱ्यौँ होइन। मैले एसएलसी चाहिँ उतै खोक्लिङमा लेखेर आएको हो। म बसेको ठाउँदेखि आधी घन्टा 45 मिनट हिँड्नु पर्थ्यो बिहान जाँदा स्कुल। बेलुका आउँदाखेरि पनि त्यति नै हिँडेर आइन्थ्यो होइन। अब पहाड विकट ठाउँमा पढ्यो त्यस्तो थियो स्कुलिङ चाहिँ मेरो। खोक्लिङ भन्ने ठाउँ अब हाम्रो त्यहाँ चाहिँ अहिले पनि जाने भने थापाहरूको गाउँ नै छ। थापा गाउँ मेरो घर होइन। त्यहाँ चाहिँ हामी सबै थापा दाजुभाइहरू थियौँ धेरै। अहिले धेरैजना यता हुनुहुन्छ अहिले पनि जाँदा त्यो गाउँ थापा गाउँ नै छ। भनेपछि तपाईँ एसएलसी त्यतिखेर एसएलसी दिएर आउनु? एसएलसी अनि आएर कहाँ पढ्नु? आइसकेपछि कन्काई कलेज उतामा +2 र निधिमा ब्याचलर मास्टर अहिले रनिङ गरिरहेछ। र हाम्रो चाहिँ पोडकास्टमा एउटा सेगमेन्ट छ
यसमा चाहिँ म वान वर्ड भन्छु, तपाईँले त्यो वर्डलाई चाहिँ तपाईँलाई के लाग्छ इलाबोरेट गरेर भन्नु पऱ्यो। जस्तै म सिङ्गल वर्ड भन्छु, त्यसको त्यो वर्डको चाहिँ तपाईँको विचारमा के छ, तपाईँलाई कस्तो लाग्छ त्यो भन्नुहोस् है त। नन लाइफ इन्सुरेन्स। नन लाइफ इन्सुरेन्स अब अति आवश्यक कुरा, हामी अवेरनेस हुनु पनि यो अति आवश्यक कुरा र दुःखको साथी। नन लाइफ इन्सुरेन्स भन्ने बित्तिकै म के सम्झिन्छु भने कसैको दुःखको बेलाको साथी। मैले अब अझै थोरै लामो आएला, मैले यस्तोसम्म देखेको छु कि इन्सुरेन्स नभएको कारणले गर्दा कसैको चाहिँ परिवारै उथुलपुथुल भएको होइन। एउटा तपाईँको अटोको कुदाएर चाहिँ जीविकोपार्जन गरिराख्नु भएको, अटोले गएर चाहिँ कसैलाई दुर्घटना गरिदिने, अटोको पछाडि बसेको 3 जना मान्छेको उपचार गर्नु पर्दाखेरि चाहिँ उसको लगभग मैले 20-25 लाख रुपियाँ, 4 लाख 5 लाख हालेर किनेको अटो हुन्छ, 25 लाख रुपियाँ चाहिँ उसले त्यो गरिसक्दा ऊ भाग्नु परेको अवस्था अटो छोडेर। अनि फ्यामिली नै अब चकनाचुर त्यो यस्तो, किनभने उहाँले बिमा गर्नुभएको थिएन, त्यो रिक्सहरू कभर हुन्थ्यो र त्यो दुःख दिँदैन थियो नि त, दुःखको साथी नन लाइफ होइन। त्यस्तो अवस्था नि देखेको छ। अब सहयोग गर्न सबै कागजपत्र पुग्दाखेरि हामीले सहयोग गरेकै हुन्छौँ होइन। त्यो दुःख देख्दाखेरि चाहिँ यस्तो दुःख हुँदा पनि किन मान्छेले अब 4-5 हजार त्यत्रो ठुलो पनि छैन क्या नेपालमा मलाई लाग्छ। अब त्यही पैसा नतिरेको कारणले गर्दाखेरि चाहिँ सर्भिस पनि बरु कमै होस्, बिमाको प्रिमियम पनि कमै होस् भनेर त्यो भयो कि बिमाको प्रिमियम बढाइदियो भने फेरि भोलि बिमामा चाहिँ मान्छेको एट्र्याक्ट हुने भएको कारणले गर्दा त्यो गरे हो कि बिस्तारै बढाउँदै लाने होला, त्यो पनि यस्तो लाग्छ। तर नन लाइफ एकदम धेरै इम्पोर्टेन्ट कुरा, हामी सबैलाई जरुरत हुने कुरा हो। कोही व्यक्ति पनि नन लाइफ इन्सुरेन्सबाट म भाग्छु भनेर भाग्न नपाउने कुरा हो यो होइन। र आफै पनि सोचेर नन लाइफ इन्सुरेन्सबाट भाग्नु हुँदैन, इन्सुरेन्स एकदम अनिवार्य छ। दुर्घटना दुःख हो नि, कतिवटा केस सुन्यो होला। अब तपाईँ हेर्नु, अहिले मेरो यही शाखामा 300-400 वर्षमा केसहरू सुन्छौँ। दुर्घटना भन्ने यति दुःख क्या, यति दुःख कि अब जसलाई हामीले चाहिँ हाम्रो गाडीले कसैलाई ठक्कर दिएको छ नि त्यो मान्छेले चाहिँ यति स्तम्भ दुःख दिने पनि हुन्छ क्या। कहानी सुनेको छौँ नि त हामीले, घरमा खानेकुरा ल्याइदिए, मैले यति महिना यहाँ बसेकाले यति कमाइ गर्थेँ होला, यो दिए। तर म के कुरा भन्न चाहन्छु भने मान्छेले जानेर दुर्घटना गर्दैन, दुर्घटना भनेको अचानक हुने कुरा हो। र भोलि मलाई पनि यस्तो पर्छ भनिसके पछाडि अनिवार्य के छ त्यो गर्ने। अनिवार्य नभएका कुराहरूमा चाहिँ अलिकति मान्छेले आफूले समझदार हुन जरुरत छ जस्तो लाग्छ मलाई। र जो भेहिकल गाडीवाला हुनुहुन्छ दुर्घटना गर्ने, उहाँलाई त्यसरी दुःख नदिउँ, उहाँको पनि पीडा हुन्छ। तर हामीले सुन्दाखेरि यतिसम्म दुःखदायीका कथा सुनेका छौँ। मेरो गाडी ठोकिएको थियो, अहिले 4 वर्ष हो, अझै पनि मैले उसलाई हस्पिटल लगिरहेको छु। यस्ता कुरा हुन्छन्। अब यो चाहिँ हाम्रो सरकारले पनि यसमा चाहिँ अलिकति राम्रो नियमहरू बनाउनु जरुरत छ जस्तो लाग्छ। त्यो भयो भने अब कहिलेकाहीँ त्यो सम्झिन थाल्यो भने त गाडी नजिकको घरदेखि हिँड्दै जाउँ अफिस जस्तो लाग्छ मलाई पनि के। किनभने त्यो मान्छेले दुःख देख्दा अब इन्सुरेन्स कम्पनीले एउटा उसको नियम छ, त्योभन्दा अरू कभर गर्दैन। तर मान्छेले दुःख चाहिँ अब स्ट्रेस हुन्छ नि त, मान्छेलाई कत्रो ठुलो स्ट्रेस होला, आफ्नो जिन्दगी अर्कै छ, त्यसलाई मैले ठोक्दिएकाले गर्दा अहिलेसम्म मेरो अब अवस्था यस्तो भन्ने पनि हुन्छ नि त। त्यो भएर हामी मसँग कोही दुर्घटना हुन्छ भने जानेर हुँदैन। काहीँ दुर्घटना भएछ भने समझदारीमा आउनुपर्छ, यसलाई कसरी मिलाउने। ऊ पनि पीडितै हो, अलिकति क्षति बढी भएको मान्छे अझ पीडित हो, दुईजनै बसेर चाहिँ यसलाई कसरी मिलाउने, यसलाई सहजतिर लानुपर्छ जस्तो लाग्छ। र प्रहरी कार्यालयहरूले पनि यसमा अलिकति भूमिका खेलिदिनुपर्छ क्या। ठुलो गाडी छ, ठुलो गाडी भएपछि प्रहरीले त्यहाँ केही नै नभलिदिने क्या, गल्ती कसको छ भन्ने कुरा नि प्रहरीले नहेरिदिने क्या। तपाईँहरू मिल्नुहोस् भनेपछि मान्छेले अब ठुलो गाडी भन्ने त्यो ठुलो गाडीले हानेको भनेर हुन्छ। तर ठुलो गाडीको पनि गल्ती नभएका केसहरू धेरै छन् क्या। अनि प्रहरीहरू पनि त्यस्तो कुराहरू नहेरिदिने, तपाईँहरू आफै मिल्नुहोस् भनिदिने, दुःख दिने के। अब यतिसम्म कि हामीले बिमाको लागि प्रहरीको डकुमेन्ट ल्याउनु भन्यो भने यति झन्झट दिन्छन् प्रहरीले, यति दुःख दिन्छन्। त्यो त हामी एउटा चाहिँ तपाईँको जनताको करबाट चलेको ठाउँ हो नि त। त्यो जनतालाई कसरी सेवा सुविधा दिने भन्ने सोच्नुपर्ने हो नि त। त्यो चाहिँ अब नसोच्दिएको कारणले गर्दा अझै पनि जनताले दुःख पाइरहेछन् क्या। यति धेरै झन्झट बिहोर्नुपर्छ अरे उहाँहरूले। एउटा इलाकामा गएर चाहिँ एउटा पुलिसबाट इन्सुरेन्सको लागि लिएर आउँदै गर्दाखेरि चाहिँ यति झन्झट बिहोर्नु पर्ने भनेको कहानीहरू पनि सुनाउनु भइरहेछ क्या। दुर्घटना भनेको चाहिँ अब हेर्न, प्रशासनबाट त्यतिकै दुःख पाइयो, यता बिमा कम्पनी कुद्नुपर्छ त्यतिकै दुःख, घाइतेबाट दुःख, आफ्नो क्षति दुःख, दुर्घटना भनेको दुःखै दुःख क्या। दुःख भनेको अब धेरै कुराहरू हुन्छ। अब कस्तो कुरामा दुःख भन्ने कुरा हुन्छ होइन। कसैलाई अब मायाको दुःख होइन, कसैलाई केही पाइनँ भन्ने दुःख, मैले गर्न सकिनँ भन्ने दुःख,
तर यो दुःखबाट चाहिँ सुखमा कसरी जाने भन्ने कुरा पनि सोच्नुपर्छ। दुःखलाई चाहिँ अब दुःख भन्ने त्यो सुखमा कसरी जाने, मैले के गर्दा चाहिँ म सुखमा पुग्छु भन्ने कुरा पनि सोच्नुपर्छ जस्तो लाग्छ। सुख र दुःख अब दुईटा एक प्रकारको हुन्। अब सुख सबैलाई सधैँ त्यो सुख हुँदैन जस्तो लाग्छ क्या मलाई। जो अहिले हामी हेर्दा सुखी देखिरहेछौँ त्यो पनि एक न एक दिन दुःखी थियो नि त। दुःख सुख भन्ने कुरा आउने कुरा हुन्। सुख हुँदाखेरि नआत्त्यौँ नमात्त्यौँ, भोलि फेरि दुःखको दिन आउँदाखेरि चाहिँ हाम्रो वरिपरि कोही नहुने अवस्था हुन्छ। त्यो भएर सुख हुँदा नआत्त्यौँ भनेर बुझ्छु म। माया मान्छेलाई नभई नहुने चिज हो नि त। माया सबैलाई चाहिन्छ, सबैसँग माया। अब कस्तो खालको माया भन्ने हुन्छ होइन। अब हरेक सम्बन्ध अनुसारको माया छ। मैले बुवालाई गर्ने माया, मैले आमालाई गर्ने माया, मैले श्रीमतीलाई गर्ने माया, मैले छोराछोरीलाई गर्ने माया, साथीभाइलाई गर्ने माया होइन। सबैलाई चाहिने चिज हो माया। माया भएन भने त यहाँ त कत्रो भामरण होला। पैसाको अब यस्तो छ, पैसा भनेको हाम्रो आवश्यकता पुरा गर्ने चिज हो होइन। पैसा नभए पनि हुँदैन। तर पैसा भएर गोजीमा राखेर मात्र पनि हुँदैन क्या। आफ्नो सेवाको लागि र आफ्नो चाहिँ तपाईँको आफूलाई युज गर्नुपर्छ जस्तो लाग्छ। पैसालाई चाहिँ युज गर्नुपर्छ, खर्च गर्नुपर्छ क्या। पैसा राखेर मात्र हुँदैन, खर्च गर्नुपर्छ तर ठिक ठाउँमा। त्यसलाई चाहिँ एउटा सुविधा अनुसार चाहिँ आफूलाई युटिलाइज हुने तरिकाले खर्च गर्नुपर्छ र पैसा कमाउनु जरुरी छ। ल गजब। अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्तमा त त्यही हो। अहिले म बिमा क्षेत्रमा छु। मलाई यो बिमा क्षेत्र राम्रो भएको हेर्ने मन छ। भोलि मैले छाती फुलाएर म यो इन्सुरेन्स कम्पनीमा काम गर्ने एउटा कर्मचारी हुँ भनेर छाती फुलाएर गर्वका साथ भन्न पाउने चाहिँ एउटा अवस्था आओस्। र दुःख, हामी दुःखको साथी हो। दुःखको साथी त्यतिखेर चाहिँ दुःखमा चाहिँ हामीले काँध हाल्न सक्ने वातावरण बनोस्। र बिमा प्राधिकरणले पनि बिमा क्षेत्रलाई चाहिँ कसरी चाहिँ उत्कृष्ट र राम्रो बनाउने, के अरे एउटा ग्राहकले खोजे अनुसारको सेवा दिन सक्ने क्षेत्र बनाउने भन्ने पाटो सोचिदिनु हो भने सोचेर चाहिँ अब काम गर्दाखेरि चाहिँ एकदम राम्रो होला। म त यस्तो छ, म के सोच्छु भने म आज 10-11 वर्ष इन्सुरेन्स कम्पनीमा काम गरेको, अझै म के सोचिरहेको, म अहिले के सपना देख्छु भने भोलि म यो बिमा प्राधिकरणको अध्यक्ष भएँ भने म बिमामा यस्तो ल्याउँथेँ नि सुधार भन्ने भनेको त्यो चाहना राखेको छु क्या मैले। अब एकजना आज म तपाईँको यहाँ हामीले भनिहालेँ मैले होइन। एक न एक दिन त्यस्तो परिस्थिति आयो भने मलाई बिमा, नेपालको बिमा क्षेत्रको चाहिँ बिमा प्राधिकरणको अध्यक्ष बन्ने इच्छा छ क्या। मान्छेको सपना हुन्छ नि एउटा। त्यतिखेर म बिमा प्राधिकरणको अध्यक्ष भएँ भने म अघि भने मैले तपाईँलाई बिमालाई चाहिँ पहिला सर्भिस अनि प्रफिट, पहिला प्रफिट अनि सर्भिस होइन क्या, पहिला सर्भिस अनि प्रफिट चाहिँ बनाउने त्यो मैले लक्ष्य राखेको छु। र सपना देख्नुपर्छ, देखेपछि मात्र पुरा हुन्छ होइन। हरेक क्षेत्रमा त्यही। मैले पनि त्यतिखेर बिमा कम्पनी काम गर्दै गर्दा सपना नदेखेको भए आज म एउटा राम्रो कम्पनीको चाहिँ तपाईँको के अरे शाखा प्रमुख भएर मलाई कम्पनीले पत्याउँदैन थियो होला होइन। र यति कुरा हो। अन्त्यमा म के भन्न चाहन्छु भने म हाल अहिले हिमालयन एभरेस्ट इन्सुरेन्सको बिर्तामोड शाखा हेरिरहेको छु। हिमालयन एभरेस्ट इन्सुरेन्सले चाहिँ बिर्तामोड अथवा सबै क्षेत्रमा यस्तो राम्रो सुविधा दिएको छ। मैले पहिला काम गरेको धेरैवटा कम्पनीमा, तर हिमालयन एभरेस्ट इज बेस्ट भन्छु मैले। यहाँ छु र यो बेस्ट हो। मलाई विभिन्न अपर्च्युनिटी पनि आयो, नआएको होइन। 2-3वटा इन्सुरेन्स कम्पनीबाट यहाँभन्दा 20-30 हजार बढी तलबको अपर्च्युनिटी पनि आयो क्या। तर म कहाँ खुसी हुन्छु, के अरे कुन कम्पनी चाहिँ कस्तो छ भन्दै गर्दा यो कम्पनी बेस्ट छ क्या। मैले 20-30 हजार रुपियाँको अपर्च्युनिटी हेरिनँ र म यही कम्पनीमा छु। र यहाँबाटै म के भन्न चाहन्छु भने काहीँ कतै गल्ती भएर हिमालयन एभरेस्ट इन्सुरेन्स मैले शाखा हेर्दै गर्दा काहीँ गल्ती भएर चाहिँ कसैको क्लेमहरू अड्केको छ भने प्लिज अभिसाउनु होला, मलाई भेट्नु होला। म त्यसलाई कसरी हुन्छ सल्भ गर्छु। र सायद लाग्छ त्यस्तो छैन पनि। अब काम गर्दै जाँदा कहिलेकाहीँ मिस्टेक्स त भइहाल्छ। कुनै मिस्टेक भएको छ भने यही पोडकास्टमा हेरेर आफ्नो दाबी लिन बाँकी छ हिमालयन एभरेस्टबाट भने चाहिँ एकताल मलाई मेरो कार्यालय चाहिँ बिर्तामोडको भद्रपुर रोड ह्याङआउट क्याफेको छेउमा छ। त्यहाँ दोस्रो तलामा छ हिमालयन एभरेस्ट इन्सुरेन्स। त्यहाँ आएर मलाई एकताल भेट्नु होला। सकेसम्म तपाईँलाई सहज गराएर तपाईँले पाउनुपर्ने दाबी म दिलाउँछु र दुःखको साथी म तपाईँको बनेर देखाउने छु भन्ने कुरा लाग्छ। यो पोडकास्ट जसले हेर्दै हुनुहुन्छ उहाँलाई चाहिँ विशेष छुटका साथ त्यो दाबी क्लेम ल हस्। तपाईँको त्यो अध्यक्ष हुने सपना पुरा होस्। हाम्रो पनि शुभकामना तपाईँलाई।